परिवार चाहिँ मेरो सेवकाईको पहिलो क्षेत्र हो। बाउ चाहिँ सेवकाई गरिने, छोरा चाहिँ हेर न मलाई पास्टर भन्ने शब्दसँग घृणा छ। किन पास्टरको छोरो पास्टर बन्न चाहँदैन? क्रिस्चियनहरू धनी हुन पाप संसार हेर्ने हो भने दाइ तीनवटा कुराले म्याक्सिमम चलाउँदैछ। यो रिसर्च अनुरूप भएका विश्वासीहरू विश्वासी होइनन्। च्याट जीपीले 2350 अहिलेको विद्वान गुगल बाबा भन्दा विद्वान बाबा हो यो च्याट जीपी। इतिहासकारले बाइबल पढ्दाखेरि इतिहासका कुराहरू, साइन्टिस्टले बाइबल पढ्दाखेरि साइन्सका कुराहरू, तैँले ममा भरोसा गरिस् भने होइन प्रमिसका प्रमिस छ नि। धन हुनु बित्तिकै बाइबलको धरहरा उठिहाल्छ। पनि अझै पनि यिनीहरू पनि हाम्रै मान्छे है भन्ने भावले हेर्दैन क्या। तिमीले बस्न दिएर म बसेँ होइन कि म यहीँ जन्मेको, म यहीँको नागरिक हुँ। कि क्रिस्चियनहरूले चाहिँ राजनीति गर्न नहुने हो दाइ? पार्टी छ त दाइ, साँच्चै भन्नु न तपाईँ। यो करार चाहिँ कहिले भङ्ग हुन्छ भन्दाखेरि तैँले त्यो फल खाइस् भने यो करार भङ्ग हुन्छ। वर्सिप चाहिँ गर्ने कार्य हो। स्तुति प्रशंसा त म तपाईँको नि गर्न सक्छु नि। ओहो रेशम भाइ तपाईँ कति गजब होइन। वर्सिप टिम हो कि होइन थाहा छैन, तर स्तुति प्रशंसाको टिम चाहिँ हो। मेरो मनदेखि धन्यवाद यो प्रेसको गीत हो कि आराधनाको गीत हो? पवित्र आत्मा कहाँ थियो त अनि स्वागत गर्नलाई? पवित्र आत्मा आउन हामी पुरा फुलमाला लिएर स्वागत गर्न बसे जस्तो फिल हुन्छ। मैले पवित्र आत्मा चोइस दिएको होइन, मैले चाहिँ पवित्र आत्मा पिक गर्ने चोइस हो क्या त्यो। हामी चाहिँ रिलको जमानाको मान्छे पऱ्यौँ। बाहिर क्यासेट छ, कृपया तपाईँले हामीलाई सपोर्ट गर्नको लागि, साथ दिनको लागि एकजनाले एउटा किन्नु होला प्लिज है। जीवा ब्यान्डलाई सब्सक्राइबर गर्नु पर्यो। अहिले पनि भनिदिनु हेर्नु न, तपाईँले भनिदिनु पर्ने हो। रिदम त नेपालीको नसामा नि ढुङ टुक टुङ ढुङ। भेरी अनेस्ट होइन, यो भन्दा मलाई गाली गर्ला कतिले, मलाई गाली गर। जय मसी। जय मसी। तपाईँलाई स्वागत छ दाइ। धेरै धेरै धन्यवाद यो बोलाउनु भएको लागि। तपाईँलाई पनि धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु। आराम हुनुहुन्छ? सामान्य भनौँ, आरामै। आज बिजीको बावजुद पनि आउनुभयो, धेरै धन्यवाद दिन चाहन्छु दाइ। अनि सेवाकाहरू कस्तो चलिरहेको छ दाइ? सेवाकाहरू एकदमै राम्रो चलिरहेछ। व्यस्तता त्यस्तै छ, दौडिने बाहिर भित्र लगभग त्यस्तै छ। तपाईँले त के अरे सेवाकाई बाहेक अरू काम गर्नु भएन क्या होइन? सेवाकै बाहेक अरू काम अब अलिकति व्यापार बिजनेस हो, त्यति मात्रै हो। भनेपछि सेवाकाईमा फुल टाइम जस्तो लागेको कति वर्ष? सेवाकाईमा फुल टाइम लागेको झन्डै 21 वर्ष भयो। 21 वर्ष हुनुभयो। सेवाकाई गर्न सजिलो छ कि गाह्रो? सेवाकाई गर्न यो मेरो काम हो भनेर गऱ्यो भने चाहिँ गाह्रो, यो प्रभुको काम हो भनेर प्रभुमा भरोसा राखेर अगाडि बढ्न सक्यो भने चाहिँ सजिलो। सो मानिसहरूको वास्तवमै भन्ने हो भने त्यो वारफेयर चाहिँ त्यसैमा हुन्छ कि धेरैजनाले प्रभुको सेवकाईलाई आफ्नो व्यक्तिगत लिनु पनि पर्छ, तर यस्तो व्यक्तिगत भइदिन्छ कि प्रभु साइडमा। अनि यो चाहिँ मैले तपाईँलाई यो किन सोधेँ होइन, के अरे त्यो धेरै जसो मैले क्या पास्टर नै क्या त होइन, त्यो अब म नाम लिन्न, 10 वर्ष 12 वर्ष पास्टर सेवाकाई गरेपछि विदेश गएको पनि छ क्या। हो, त्यो चुनौतीहरू त मान्छेको जीवनमा प्रत्यक्ष नै छ। अब नेपाल जस्तो अवसरको धेरै कमी र विगतमा चाहिँ शिक्षाले पनि धेरै मानिसहरूलाई चाहिँ गाह्रो गरेको अवस्था भएको कारणले गर्दाखेरि यो शिक्षा र अवसरको कुरोकानी नभएपछि मान्छेहरूको चाहिँ काम गर्ने एरिया चाहिँ विन्डो चाहिँ सानो भइहाल्छ। अनि मैले अघि पनि भनिहालेँ, अब यो सेवकाईलाई यो प्रभुको हो, प्रभुले नै यसलाई चाहिँ कस्तो प्रकारले लानुहुन्छ, उहाँ चाहिँ डाइरेक्टर हो भनेर लियो भने चाहिँ प्रभुले गाइड डेफिनेटली गर्नुहुन्छ र प्रभुले त्यसरी नै लानुहुन्छ। कहिलेकाहीँ मान्छे इम्पल्सिभ भइदिन्छ, मान्छेको आफ्नो नेचर होइन, सबैजना त्यस्तो हुँदैन, तर कोही मान्छे इम्पल्सिभ भइदिन्छ अनि त्यो डाइरेक्टर र ड्राइभरको सिटमा चाहिँ आफै बस्छ कि। त्यसो हुँदाखेरि चाहिँ चुनौती ठुलो आउँछ। अनि त्यति मात्र होइन, धेरैजना पास्टर र के भन्छ मानिसहरू चाहिँ सेवाकाई गर्ने क्रममा विदेशमा मात्रै नगएर त सेवाकाईकै कारणको चुनौतीहरूले गर्दाखेरि डिप्रेसनमा पनि जाने कुराहरू हुन्छ, थुप्रै कुराहरू छन्। अनि त्यो धेरैजना मैले देखाएको छु हाम्रो अहिले अझ यो पछिल्लो समय चाहिँ यो सोसियल मिडियाले गर्दाखेरि मान्छेहरूमा अलिकति उच्च महत्त्वकाङ्क्षी पनि बढेको पनि हुनसक्ला होइन, त्यसले पनि अलिकति मान्छेमा वितृष्णा आएको होला। धेरैजना तपाईँ अगुवा पास्टरै सेवाकाई गरिसकेपछि विदेश जानु जतिको दुःखद कुरा केही पनि हुँदैन होइन। एउटा परमेश्वरको सेवाकाई गर्छु, एउटा अभिषेक त झन् तपाईँको फेरि अर्काको विदेशमा गएर ठाउँमा गएर देशमा गएर काम गर्नु भनेको कतै न कतै उहाँको बुझाइमा, सेवाकाईको बुझाइमा उहाँको मिस्टेक भयो कि परिवारबाट सपोर्ट नभयो कि के जस्तो लाग्छ मलाई? यो धेरै एङ्गलबाट यसलाई हेर्नुपर्छ होइन, एउटै मात्र एङ्गलबाट हेर्दाखेरि कतिचोटि
मण्डली परिवारको सपोर्ट नभएको हुनसक्छ होइन। कतिचोटि त्यो व्यक्तिको प्रभुको सेवकाई गर्ने स्टाइललाई पुरै मण्डली परिवारले अब त्यसलाई चाहिँ अलिक मिसअन्डरस्ट्यान्ड गरेको अवस्था पनि हुनसक्छ है। कतिचोटि तपाईँले भन्नुभएको जस्तै अब परिवारको सपोर्ट नभएको हुनुहोस्, किन भन्दाखेरि धेरै मान्छेले चाहिँ सफलतालाई रुपियाँ पैसासँग मात्रै जोख्ने भयो क्या। तपाईँको यो तराजुमा एउटा साइडमा सफलता राख्दै भयो, अर्को साइडमा पैसा होइन, अनि मान्छेलाई चाहिँ अब ब्यालेन्स भयो जस्तो लाग्छ। सो धेरैजनाको धारणा रुपियाँ पैसा र सफलता चाहिँ ब्यालेन्स तराजुमा राख्ने भएको कारणले गर्दाखेरि पैसा नकमाउने चाहिँ सबै असफल भन्ने लाग्छ क्या। हो नि त, यो अहिलेको समाजमा त छक्क पर्ने त के हो भन्दाखेरि मान्छेले तपाईँ सफल हो कि होइन भन्ने उनीहरूको तपाईँको चस्माको लेन्स नै भौतिक सफलतालाई सम्पत्ति हो। तपाईँसँग सम्पत्ति छैन भने तपाईँको के भन्छ भौतिक त भौतिकताको भ्यालु नै भएन क्या। त्यसले गर्दा पनि हामी क्रिस्चियनहरूलाई पनि त्यसले छोएको एकदमै, किनभने हामी त यही समाजमा बसिरहेको छौँ नि त होइन। यही समाजमा मान्छेले चाहिँ आफूभन्दा धेरै पछाडिको मान्छेले के गरिसक्यो होइन, अनि फेरि त्यही क्या भौतिकतिर किन यसले त के गर्यो, फेरि कतिचोटि चाहिँ कस्तो ब्याकग्राउन्डको परिवारसँग मैले सम्बन्ध गाँसेँ भन्ने पनि हुन्छ होइन। कहिलेकाहीँ छोरापट्टिको परिवार चाहिँ प्रभुमा बलियो हुन्छ भने कहिलेकाहीँ छोरीपट्टिको परिवार प्रभुमा बलियो हुन्छ, कहिलेकाहीँ दुवैपट्टिको परिवार प्रभुमा बलियो। सो दुवैजनाको ब्याकग्राउन्ड प्रभुमा बलियो भएको ब्याकग्राउन्ड पऱ्यो। सो कहिलेकाहीँ एकापट्टिको परिवार प्रभुमा बलियो र प्रभुको भ्याल्यु बुझेको, एकापट्टिको परिवार चाहिँ होइन अब त्यो केटा वा केटीकै कारणले गर्दा त्यो अगुवा वा अगुवाकै चाहिँ कारणले गर्दा प्रभुमा दोहोरिएको अवसरमा अब उनीहरूले त डेफिनेटली नै यही संसारमा बाँचिरहेको यही संसारको भौतिकता हेर्ने वा। सो त्यही अहिलेको यो मेटेरियलिस्टिक वर्ल्डमा जति पनि यो क्यापिटलिस्ट अनि मेटेरियलिस्टिक वर्ल्ड हुँदै जाँदो रहेछ नि, यसले चाहिँ फोकस चाहिँ खालि त्यो भौतिकवादी तालमा चाहिँ एकदमै त्यो हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि कम्युनिजम एकदमै राम्रो हो मान्छेहरूको लागि। हुन त म कम्युनिजमको सपोर्ट वा एगेन्स्ट पनि होइन, तर कम्युनिजम धेरै ठाउँमा फेल खाँदै गरेको कारण पनि के भन्दाखेरि भौतिकवादी भएर गइदियो क्या। पुँजीवादी भयो, पुँजीवाद भौतिकवाद। हजुर, मैले त्यहाँनिर त्यो पाटोमा म अलिक छलफल गर्दिनँ। म एकजनाले के भने हामीलाई, एकजनाले पहिलाको क्रिस्चियनहरूलाई क्रिस्चियनहरूको चुनौती भनेको बाहिरी सत्तावर थियो, तर अहिलेको चुनौती भनेको चाहिँ परिवार भएर आयो भने एकजनाले त्यसरी भन्थ्यो भने तपाईँ कतिको सहमत हुन्छ यसमा? म अर्ध सहमत हुन चाहन्छु, 100% म यसलाई काट्न चाहदिनँ होइन, 100% चाहिँ यसलाई सदर पनि गर्न चाहन्न। अर्ध किन भन्दाखेरि अब हामीले परिवार कसलाई भनिरहेछौँ होइन, आफ्नो घरको परिवारलाई मात्रै परिवार भनिरहेछौँ कि मण्डली परिवारको सम्पूर्ण विश्वासीलाई परिवार भनिरहेछौँ कि प्रभुमा चिनेका सम्पूर्ण व्यक्तित्वहरूलाई परिवार भनिरहेछौँ कि होइन, एउटा त्यो परिवार भयो। अनि अब त्यही कारणले गर्दाखेरि त्यो तर्कलाई चाहिँ अलिकति फुल टाइम सेवा कहाँ हिँड्ने मान्छेलाई परिवार कतिको महत्त्व दिए? परिवार सबैभन्दा महत्त्वपूर्ण हुन्छ। उसलाई मैले भनिहालेँ फेरि पनि आफ्नो व्यक्तिगत परिधिको परिवार पनि एकदमै महत्त्वपूर्ण छ। उसले मण्डलीको परिवारलाई पनि त्यति नै महत्त्व उसको लागि छ है। अनि सम्पूर्ण विश्वासीगणको परिवार पनि उसलाई चाहिँ महत्त्वपूर्ण छ विभिन्न स्तरमा। अब घरको परिवार, आफ्नो व्यक्तिगत परिवार, रगतको नाताको परिवारलाई किन महत्त्वपूर्ण छ भन्दा उसले गरेको कामलाई आर्थिक रूपमा मात्रै चाहिँ जोखिदिने होइन, आर्थिक रुपियाँ चाहिँ पैसा चाहिँ त्यो सफलताको तराजुमा राखिदिने भयो भने त्यहाँ फेल खायो है। मण्डली परिवार चाहिँ ऊ चाहिँ देशव्यापी प्रसिद्ध छ, अन्तर्राष्ट्रिय प्रति प्रसिद्ध छ, भरे आफ्नै मण्डलीमा चाहिँ उसको नाम गुमनाम छ है भने त्यो पनि त्यो परिवारबाट नि उसलाई सपोर्ट भने त्यहाँ पनि ऊ फेल खायो होइन। अब ऊ चाहिँ सेवकाई चाहिँ के भन्ने, अब राज्य नै उलट पुलट गर्ने भन्ने किसिमको छ, तर उसको जातिको विश्वासीहरू छ नि उनीहरूलाई छेउ पुच्छर अत्तो पत्तो केही छैन भन्ने त्यहाँ पनि ऊ फेल खायो। सो हामीले लास्टमा गएर हामीले आफ्नै परिवारभित्र नै हाम्रो कामद्वारा उहाँहरूलाई चाहिँ आत्मिक लाभ दिन सकेनौँ भने हाम्रो सेवकाई चाहिँ खास नै अब त्यसलाई चाहिँ अर्थपूर्ण रहेन रहेछ। मैले देखाएको समथिङ चेन्ज गर्नुपर्ने रहेछ भन्ने बुझ्नु पर्यो। कति ठाउँमा क्या अझ विशेष गरी ग्रामीणतिर चाहिँ तपाईँको पास्टर मतलब बुढो चाहिँ मण्डलीको पास्टर अथवा के अरे अगुवा हुन्छ, त्यो चाहिँ तपाईँको बिहानै चर्च, बिहानै विश्वासी फलानालाई प्रार्थना गर्न चाहिँ घरेलु सङ्गति भनेर हुन्छ। अनि
परिवारलाई दिनुपर्ने टाइम पनि हुन्छ होइन उपदेशकको पुस्तकले त के अरे स्वर्ग मुनि पृथ्वीमा हरेक कुराको आफ्नै समय छ भनेछ अनि उहाँहरूले परिवारलाई दिनुपर्ने समय ठ्याक्क दिइरह हुँदैन अनि त्यसले गर्दाखेरि के भयो भने परिवारमै फ्र्याक्सन आयो एकदमै त्यो त अगुवाले बुझ्नु पऱ्यो नि त मेरो परिवार पहिलो सङ्गति चाहिँ अथवा पहिलो सेवा चाहिँ मेरो परिवार भन्ने कुरा नबुझेको जस्तो लाग्छ होइन त्यो त ज्ञान मतलब शिक्षाको कमी भनौँ त्यसलाई त्यो शिक्षाको कमी पनि हो आफ्नो प्रायोरिटीको कमी पनि हो हजुर अनि थोरै उसले चाहिँ त्यही त मेरो सेवकाई चाहिँ परिवार चाहिँ मेरो सेवकाईको पहिलो क्षेत्र हो पहिलो फिल्ड हो भन्ने कुराको चाहिँ बुझाइकै कमी हो भनेर म पनि तपाईँमा सहमत एकजनाले भनेर चाहिँ कसले भने मलाई थाहा छैन लिडरसिप बिगिन्स फ्रम होम भनेर होइन अनि आफ्नो परिवारलाई चाहिँ दिनुपर्ने टाइम पनि दिँदैन अनि आफ्नो परिवारसँग हुनुपर्ने बेलामा भइदिँदैन अनि उहाँले के सोच्छ भने यस्तो सस्तो भयो नि त पास्टर वर्ड भनेको तपाईँको कति ठाउँमा चाहिँ यो कुरा चाहिँ होइन अनि त्यो चाहिँ यसो हेर्दाखेरि चाहिँ उहाँले परिवारलाई पैसै के अरे कमाएर दिनुपर्छ भन्ने छैन क्या त परिवारसँग बसेर तपाईँको छोरीको बर्थडेमा त नो म्याटर तपाईँले केक काटेर दिनुहुन्छ हुन त्यो तपाईँको कुरा हो बट ह्याप्पी बर्थडे छोरी भन्दा छोरीसँग हुनु पऱ्यो नि छोरासँग हुनु पऱ्यो होइन अथवा आमा बुवासँग हुनु पऱ्यो त्यो हुने बेलामा तपाईँ चाहिँ के अरे कुले लाम डाँडा प्रार्थना भनेर छोड्ने अघि तपाईँले भन्छ प्रायोरिटाइज गर्न सक्नु पऱ्यो कुनलाई प्राथमिकता हो भनेको होइन एकदमै त्यही कारणले गर्दाखेरि बाइबललाई हामीहरू हेर्छौँ भने बाइबलले हरेक पुस्तकमा है 66वटा पुस्तकको हरेक पुस्तकमा नै तिम्रो आफ्नो बालबालिकाहरूलाई सिकाऊ तिम्रो आफ्नो बालबालिकाहरूलाई ऊ हिँड्दा बस्दा उठ्दा ढल्कदा सुत्दा होइन एक्ज्याक्टली यही शब्दमा नभए पनि बालबालिकाहरूलाई सिकाऊ बालबालिकाहरूलाई प्राथमिकता देऊ भन्ने कुरा चाहिँ बाइबलले अधिकांश रूपमा चाहिँ बताएको छ धेरैपल्ट बताएको छ पटक पटक बताएको छ भजन सङ्ग्रह 78मा त बालबालिकालाई सिकाउने कुरा चाहिँ व्यवस्था हो बालबालिकालाई सिकाउनु पर्ने कुरा चाहिँ कानुन हो अनि यो सर्वोच्च परमेश्वरको हुकुम हो है सो यो तीनवटा कुरा भजन सङ्ग्रह 78मा त सो तिमी परमेश्वरको पछि लाग भन्ने म तिमीलाई हुकुम दिन्छु भन्ने शब्दहरू तपाईँले पाउनुहुन्न होला येशू ख्रीष्टलाई तिमीले मान्नुपर्छ यो तिम्रो कानुन हो भन्ने कुरो बरु हामीले बाइबलमा हत्तपत्त पाउँदैन होला तर बालबालिकाहरूलाई परमेश्वरको महिमामय कार्य परमेश्वरको शक्तिशाली कार्य र परमेश्वरको आश्चर्यपूर्ण कार्यको बारेमा सिकाउनको लागि यो तिमीले व्यवस्था बनाउनु कन्स्टिट्युसन क्या होइन संविधान बनाउनु यो तिमीहरूको लागि कानुन बनोस् र यो तिमीहरूको लागि हुकुम होस् अनि कसलाई भन्नुभएको छ भने हे अग्रजहरू हो है समाजका कसलाई अग्रजहरूलाई सो बाइबलको यो टिचिङलाई पनि हामीहरू मान्छौँ र यो गरिरहेछौँ एज अ सेवकाई गर्नेहरूले गरिरहेछौँ भने हामीले परमेश्वरको कानुन पनि मानिरहेछौँ परमेश्वरको हुकुमको पनि पालना गरिरहेछौँ र त्यसलाई चाहिँ एज अ कन्स्टिट्युसन परमेश्वरको कानुन विरुद्ध पनि गइरहेको छौँ अब म पनि एउटा सेवक र एउटा पास्टरकै छोरा र यो चुनौती चाहिँ हाम्रो जीवनमा कस्तो हुँदो रहेछ भन्ने कुरो मैले एकदमै नजिकबाट चाहिँ चिनेको क्या मान्छेलाई बाउ चाहिँ पास्टर छोरा चाहिँ कुनै के अब त्यस्तै प्रकारको शब्द होइन बोलिदिन्छ बाउ चाहिँ सेवकाई गरिने प्रभु प्रभु भनेर चाहिँ उफ्रिने छोरा चाहिँ हेर न सो यस्तो प्रकारको लालसाना यस्तो प्रकारको होइन अब विचार र शब्दहरू हाम्रो माथि पनि नबोलिएको होइन है अब बेलामा त कहिलेकाहीँ साथीभाइहरूसँग अलिकति बदमासी प्रकारको कुराकानीहरूमा पनि परिन्थ्यो नि त होइन टिनेजर अवस्थाहरूमा र बाउ चाहिँ यस्तो तिमी चाहिँ यस्तो है हाम्रा कतिजना पास्टरका सर्कलका साथीभाइहरू थिए अनि उनीहरूलाई पनि त्यही प्रकारको कुरा तर चुनौती चाहिँ तपाईँले भन्नुभएको चाहिँ के रहेछ भने नि पास्टरको छोरा भयो भन्दैमा होइन सेवकको छोरा भयो भन्दैमा उसले एउटा नर्मल विश्वासी जसले चाहिँ आफ्नो छोराछोरीहरूसँग प्रभुसँगको प्रार्थना प्रभुसँगको वचनको जीवन जिरहेको छैन भन्ने ग्यारेन्टी त हुँदैन नि त हुँदैन होइन आखिर ऊ पनि त एउटा नर्मल बच्चै हो होइन जति नर्मल बच्चाको सुझबुझमा चाहिँ घटी कमी हुन्छ एउटा पास्टरको छोरछोरी भने त्यही प्रकारको त्यही भएर त अघि तपाईँको कुरामा तपाईँले जुन भजन सङ्ग्रहको कुरा त्यो हितोपदेशमा नि छ नि त होइन बच्चाहरूलाई एकदमै उनीहरू लेवीको पुस्तकमा उत्पत्तिको पुस्तकमा व्यवस्थाको पुस्तकमा कुनै पनि पुस्तक होइन योलको चाहिँ 1 अध्यायमा तिमीहरूको छोराछोरीले तिमीहरूको छोराछोरीलाई सिकाउनु छोराछोरीले छोरालाई छोराछोरी त्यहाँ त जेनेरेसन अब आउने सम्पूर्ण पुस्ताहरूलाई तिमीहरूले परमेश्वरको कुराकानीहरू सिकाउनु है सो
यो के भन्छ बालबालिकालाई सिकाउनु पर्ने महत्त्वपूर्ण विषय हो भन्ने कुरो चाहिँ हामीहरूलाई वचनले नै भन्नु। अहिले तपाईँले पास्टरको छोरो भन्दा म यो त्यो घटना चाहिँ वृत्तान्त भन्दैन, किनकि मैले हाम्रो के अरे युट्युबमा छ, मैले त्यो भनेको त्यसको थोरै कवाई गरेको। म पनि पास्टरको छोरा, तपाईँ पनि पास्टरको छोरो हुनुहुन्छ। एकजना पास्टरको छोरोले मलाई, अब त्यो लामो कहानी छ सबै चाहिँ भन्दैन अहिले, उसले के भन्यो भने एक दिन मलाई रेशम दाई मलाई पास्टर भन्ने शब्दसँग घृणा छ भने क्या। पास्टरकै छोरा हो, यो काठमाडौँमै छ होइन, उसको चर्चमा 600-700 भन्दा बढी विश्वासी छ, मलाई पास्टर भन्ने शब्दसँग घृणा छ भने क्या। आई वाज सो सक के, म पनि पास्टरको छोरा, ऊ एउटा पास्टरको छोराले भन्दैछ क्या त्यो। अनि किन भाइ भने क्या, ऊ त्यतिखेर कुलतमा थियो, अहिले त्यो भाइ हि इज डुइङ सो गुड, आइ एम भेरी ह्याप्पी फर हिम। अनि किन भाइ भनेको, दाइ तपाईँलाई थाहा छ मेरो बुवाले के अरे फुल टाइम सङ्गत के अरे सेवाकाई गरे कति वर्ष, कति भने अलमोस्ट 40 वर्ष अब 40 वर्ष बुवाले फुल टाइम सेवाकाई गरेको कारणले गर्दाखेरि हाम्रो आर्थिक कहाँ छ दाइ तपाईँलाई थाहा छ। मैले राम्रो स्कुलमा पढ्न पाएन, राम्रो कलेजमा पढ्न पाएन, मेरो साथीहरू कहाँ गयो त्यो छोड्दैन दाइ, मैले एकदम स्ट्यान्डर्ड मेन्टेन गर्ने स्कुलमा नि पढ्न पाएन मैले भने क्या। बुवाले खालि सेवाकाई मात्र भन्छ भन्ने एउटा उसको चाहिँ विडम्बना होला। त्यो अघि हामीले भने जस्तो प्रायोरिटाइज गर्न नसकेर यो भएको होला नि। त्यो सुन्नु त कति नमजा छ नि त एउटा पास्टरको छोरोले हो होइन। अनि त्यो एउटा तपाईँले अघि तपाईँले भन्नुहोस् एउटा लेगेसीले पनि थिच्ने होला है, कतिपल्ट चाहिँ पास्टरको छोरो हो। लेगेसीले मात्र होइन, पास्टरको छोरालाई चाहिँ धेरै कुराले थिचेको हुन्छ। उसको समाजले पनि उसको बुवाको तराजुमा उसलाई राखेको हुन्छ सुरुमै होइन, किनभने बुवाको नैतिकता चाहिँ एकदमै सुपर हाई भइसकेपछि छोराको नैतिकता पनि त्यही लेभलमा हुनुपर्छ भन्ने समाजको एक्सपेक्टेसन होइन, त्यो प्रेसर उसलाई अलरेडी छ है। अनि अब परिवारमा अब टाइम दिने पास्टरको छोरछोरीको कुरा गरिनँ मैले, सेवाकाईमा व्यस्त भएर टाइम दिनु नपाउने घरको कुराकानी गरेँ होइन। त्यसरी टाइम दिनु नपाउने चाहिँ के भन्छ घरमा त्यो प्रकारको चाहिँ पीडा छँदैछ। बर्थडेसम्म पनि विस गर्न भ्याउँदैन बुवा मेरो यस्तो छ सेवाकाई होइन भने शैतानले पनि त्यो व्यक्तिलाई, किनभने उसँग चाहिँ त्यो आशिषको त्यो प्रमिस ब्लेसिङ अलरेडी छ क्या होइन, त्यो दोब्बर शक्तिको हकदार ऊ डेफिनेटली हो। अनि सुपर नेचुरल वारफेयरमा पनि, आत्मिक लडन्तमा पनि शैतानले चाहिँ त्यसलाई सधैँ सप्रेस गर्न खोज्छ क्या। त्यही कारणले गर्दाखेरि आज यो कुरोलाई सिरियस नलिने अगुवा र पास्टरहरूको घरको छोराछोरीहरू चाहिँ किन सेवाकाई गर्नबाट चाहिँ उनीहरू एकदमै निराश छ, उनीहरू किन बुवाको त्यो के भन्छ कार्यलाई उनीहरू चाहिँ निरन्तरता दिन सकिरहेको छैन, किन पास्टरको छोरो पास्टर बन्न चाहँदैन होइन, किन सेवकको छोरो सेवक बन्न चाहँदैन। यहाँ आत्मिक लडन त डेफिनेटली छ, यहाँ स्पिरिचुअल वारफेयर डेफिनेटली छ यहाँ है। यहाँ सबै परिप्रेक्ष्यबाट एउटा चाहिँ सुझबुझको कम भएको बालकलाई अलरेडी प्रेसर छ क्या। र यस्तो अवस्थामा सेवाकाई गर्नेहरूले पनि र समाजले पनि, हाम्रो मण्डली परिवारले पनि त्यो व्यक्तिलाई त्यो स्पिरिचुअल सपोर्ट, फिजिकल सपोर्ट र त्यो सम्पूर्ण किसिमको सपोर्ट भएन भने अनि त्यो स्पिरिचुअल वारफेयरमा ऊ हार्छ। म ठ्याक्क मैले त्यही कुरो गर्नु लाग्थेँ, तपाईँले ठ्याक्क निकाल्नुभयो क्या। जस्तो कि संसारभरि हेर्ने हो भने त तपाईँको अतिरिक्तको छोरा अधिकृत होइन भइरहेको हुन्छ, आर्मीको छोरा आर्मी, डक्टर, तर पास्टरको छोरा तपाईँको रियर केस छ क्या त, एकदम कम चाहिँ छँदै नभएको चाहिँ होइन, एकदम कम छ क्या। पास्टरको छोरो म पास्टरै बन्छु भनेर बसिरहेको छ क्या। उसले के काम गर्छ भएन भने बल्ल ऊ अब पास्टरै सेवाकाईतिर आउँछ कि कहीँ। आजभन्दा यो कुरोलाई चाहिँ मैले ठ्याक्कै मूल्याङ्कन गर्दाखेरि आजभन्दा 20 वर्ष अगाडि चाहिँ यो कुरो लगभग धेरै पास्टरको छोरो पास्टरै हुनलाई चाहिँ सफल भएको कुरो धेरै देखिन्थ्यो कि 20 वर्ष अगाडि, 20 वर्ष अगाडिसम्म चाहिँ, त्योभन्दा अगाडि र 20 वर्ष। तर 20 वर्षदेखि यता चाहिँ तपाईँले भन्नुभएको जस्तै यो रेट चाहिँ पास्टरको छोरो चाहिँ पास्टर हुने रेट चाहिँ एकदमै स्वाटै घटेको छ, एकदम कम, एकदमै कम भएको छ। अब यसमा धेरै कारक तत्त्वहरू छ भनौँ न। पास्टरको छोरो भयो भन्दैमा ऊ पनि जस्तो अरू बालकहरू हुर्किन्छ त्यसरी नै हुर्किने हो। त्यही हुर्किने क्रममा उसले पाउनुपर्ने पोषण, आत्मिक पोषणहरू त्योहरू नपाउँदाखेरिको चाहिँ यो चाहिँ नतिजा। तर के अरे चर्चमा चाहिँ के हुने रहेछ भने जस्तै कि
हजुरको बुवा नि पास्टर हुनुहुन्छ अनि पास्टरको सफलता चाहिँ फेरि तपाईँहरूको छोराछोरीहरूको व्यवहार हेरेर पनि हेरिदिने रहेछ क्या चर्चमा चाहिँ। जस्तै कि अघि तपाईँले भन्नुभएको जस्तै पास्टरले त उहाँले सक्ने त सबै गरिरहेको हुन्छ नि त बुवाले त, तर तपाईँ पास्टर बनिदिनु भएन अथवा तपाईँले मण्डलीमा टाइम दिएन भने विश्वासले के भन्छ उसको छोरा त होइन। अब हामी हुर्किँदै गर्दाखेरि मेरो बुवा नेपालकै बालबालिकाहरूलाई प्रभुमा हुर्काउनुपर्छ भन्ने अभियानलाई लिएर निस्किने पहिलो व्यक्ति है नेपाल क्रिस्चियन बाल शिक्षा सङ्गति। अब हामी 3 भाइ छोरा छौँ, 1 जना दिदी। हाम्रो चुनौती नै के भन्दाखेरि बुवा बालबालिकाहरू चाहिँ प्रभुमा राम्रो हुनुपर्छ भनेर हुर्काउनुपर्छ भनेर सिकाउन हिँड्ने मान्छे नेपालभरि। अनि हाम्रो खुट्टालाई संसारले हेरेर बस्ने क्या, हाम्रो चाललाई संसारले हेरेर बस्ने। अब हामी एज अ चिल्ड्रेन एज अ टिनेजर जसलाई चाहिँ सम्पूर्ण सोख छ, जुन चाहिँ अरू टिनेजर्सहरूलाई चाहिँ छ होइन, अब हामीलाई त्यो अलरेडी प्रेसर भइसक्यो क्या त्यो है। सो त्यही कारणले गर्दाखेरि यो छोराहरूको बाउ पास्टर भइसक्यो, बाउ सेवक भएपछि छोराछोरीहरूको कदमलाई लाखौँ चस्माले आँखाले नहेर्ने त चान्सै छैन है। अनि फेरि बुवाको कार्य पनि धेरैचोटि फेरि त्यही चालले इभ्यालुएट गरिदिने। एक्ज्याक्टली होइन तपाईँको त्यो तपाईँको जस्तै मैले पज गरेँ बुवाको कुरा न, जो एलिया प्रधान नेपालको एउटा ऐतिहासिक व्यक्ति नै क्रिस्चियन कमिटीको चाहिँ उहाँले के अरे बाल बच्चाहरूलाई यसरी गर्नुपर्छ यसरी हुर्काउनुपर्छ भनेर अरूलाई भन्न जानलाई पनि तपाईँहरू सही ठाउँमा राम्रो भइदिनु। एक्ज्याक्टली तपाईँहरू राम्रो भएन भने त बुवालाई त मुखमै नभने पनि पछाडि त के भनिरहेको हुन्छ नि उसकै छोरा हेर एकदमै। त्यही कारणले गर्दा मैले सुरुवात गरेको कारण चाहिँ के भन्दाखेरि विभिन्न लेभलको परिवारहरू छ सेवाकाई गर्ने सेवकको लागि। उसको आफ्नै सेवाकाईको घरको परिवारमा ऊ सफल भएन भने उसको सेवाकाई कहाँ सफल भयो त? एक्ज्याक्टली होइन। उसको मण्डलीको परिवारमा उसको सेवाकाई सफल छैन भने उसको सेवाकाई कहाँ सफल भयो त? र अर्को चाहिँ ठुलो समाज इसाई भन्नेहरू जो चाहिँ ख्रिस्टलाई चिन्नुहुन्छ उहाँहरूको बिचमा उसको सेवाकाईको चाहिँ त्यो होइन त्यो प्रभाव त्यो क्षेत्रमा त्यसले ऊर्जा दिएको छैन वा त्यो क्षेत्रबाट उसलाई सपोर्ट छैन। यो फेरि दोहोरो हो क्या होइन। मैले चाहिँ मेरो परिवारमा मैले चाहिँ मेरो मण्डलीमा सँगसँगै मण्डलीले मलाई मेरो परिवारले मलाई पनि हो। त्यही कारणले गर्दा यो दोहोरो हो, भाइसा वर्षा हो। त्यही कारणले गर्दा यो भाइसा वर्षामा चाहिँ दुवैतिर चाहिँ यसले चाहिँ सकारात्मक रोल खेलेन भने मैले मेरो सेवाकाईमा काहीँ न काहीँ चुकेँ भनेर चाहिँ आफूलाई चाहिँ त्यसलाई रिसफल अथवा एकछिन वेट वाच एन्ड सी होइन के गरौँ प्रार्थना गर्नुपर्ने बेला आएको हो कि प्रभुसँग होइन पज भन्ने प्रकारको कुरो चाहिँ आफूले चाहिँ त्यो बुझ्नुपर्छ। जस्तै कि उत्पत्तिदेखि प्रकाशसम्म हेर्ने हो भने परमेश्वरले मान्छेलाई समूहमा अथवा परिवारमा बस्नलाई डिजाइन गर्नुभएको छ होइन। उत्पत्तिमा आदम के अरे आदम बनाइसकेपछि उहाँले मानिस एक्लो रहन असल छैन भन्नुभयो। त्यसपछि अब्राहमलाई हेर्ने भने धेरै के अरे सन्तान हुनको लागि के अरे आशिष दिनुभएको। त्यसपछि उपदेशको पुस्तकमा हेर्ने हो भने 1.2 असल भएको कुरा। त्यसपछि प्रभु यीशु ख्रीष्ट आइसकेपछि पनि 2 वा सोभन्दा बढी भनेको समूहमा बस्न। हामीलाई समूहमा बस्नलाई ज्ञान पाएका के अरे क्रिस्चियनहरू आफ्नै परिवारभित्र पनि मिलेको देख्दैन किन? त्यही त परिवारहरूभित्र पनि एउटै आमाको एउटै आमा बुवाको सन्तानमा पनि भौतिकता र आत्मिकता आत्मिक लेभल होइन यो 3वटा कुरोको लेभलको डिफ्रेन्सेस हुँदाखेरि चाहिँ त्यहाँ एकता नहुँदो रहेछ। येशू प्रभु पनि त्रिएकत्वको एकतामा बाँधिनुको लागि बारम्बार उहाँ प्रार्थना गर्न जानुहुन्थ्यो। धेरैजनालाई येशू प्रभु परमेश्वर भयो भने परमेश्वरलाई प्रार्थना गर्ने भन्ने प्रकारको कुरो चाहिँ धेरैलाई प्रश्न छ क्या। अनि वास्तवमा येशू प्रभु चाहिँ त्यो अलाइन मिलाउनको लागि चाहिँ पिता पुत्र पवित्र आत्माको अलाइनमेन्ट मिलाउनको लागि उहाँ चाहिँ सधैँ संवादमा हुन्थ्यो कि पिता पुत्र पवित्र आत्माको संवादमा। कुनै मिसन गर्नु पर्यो भने पिता पुत्र पवित्र आत्माको संवादमा। येशू प्रभु चाहिँ प्रार्थनामा जानु भनेको नै त्यो अलाइनमेन्टमा आउनु। परमेश्वरको स्वरूपमा पिता पुत्र पवित्र आत्मा प्राण आत्मा शरीर होइन तपाईँ हामी आफैमा पनि 3वटा कुरोको वास गर्छ। त्यो चाहिँ हो प्राण आत्मा शरीर है। हामी आफै पनि त्यो परिवारको त कुरै छोडिदिउँ, धेरै कुरा हामीहरू भित्रै पनि प्राण आत्मा शरीरको पनि युनिटीमा आउनु पर्दो रहेछ कि है। तपाईँको हृदयले चाहेको कुरो धेरै लामो समयसम्म तपाईँको शरीरले गर्दैन,
हजुर वा तपाईँको शरीरको कम्फर्टमा तपाईँको आत्मा छैन भने त्यहाँ युनिटी खलबल भयो क्या है। सो के हुन्छ भन्दाखेरि दबाई खान जानुपर्छ होइन। मेरो आत्माले चाहेको कुरो मैले गर्नु पाउँदिनँ यार। सो ऊ कसैको दबाबमा छ क्या, उसले चाहेको चाहिँ एउटा कुरो तर गर्न चाहिँ अर्को गरिरहेको छ। सो परमेश्वरले उहाँको आफ्नै स्वरूपमा बनाउँदाखेरि नै परिवारलाई उहाँले फल्दै फुल्दै वृद्धि हुँदै जाऊ भनेर आशिष दिनुभन्दा अगाडि पनि हामी 3वटा कुरोको युनिटी बडीमा अलाइन हुनको लागि उहाँले बनाउनु भयो क्या सुरुमै। जब हामीहरू प्राण ज्ञान होइन आत्मा अनि शरीर यो त्रिएक 3टा कुराको अलाइनमेन्टमा युनिटीमा आएर परमेश्वरलाई उचाल्छौँ नि तब परमेश्वरको नि महिमा हुन्छ र हामीले चाहेको हाम्रो चाहना पनि पुरा हुन्छ। तर मेरो ज्ञान प्राण एकातिर छ, आत्माले एउटा कुरो चाहन्छ, शरीर अर्को कुरो चाहन्छ भने त्यहाँ युनिटी भएन। सो त्यहीँदेखि नै हामीले के बुझ्नु पर्यो भन्दाखेरि यहाँ हामी आफैमा त युनिटी चाहिन्छ भने होइन, हामीले जिउने परिधिको मेरो चाहिँ ब्लड लाइनको परिवार चाहिँ अलिकति म पछिको ठुलो परिवार भयो, त्यसपछि मण्डली परिवार, त्यसपछि अब होइन समाजमा भएका हाम्रा इसाई भाइ बन्धुहरूको परिवार। सो बिहानले चाहिँ दिन कस्तो हुन्छ भनेर देखाउँछ भनेर चाहिँ होइन द मर्निङ सोज द डे भनेको जस्तै परिवारमा हामीहरू चाहिँ कस्तो प्रकारले बसिरहेको छौँ त्यो व्यक्तिले समाजमा कसरी बस्न सक्छ र ठुलो परिवारमा झन् उसले चाहिँ कसरी व्यवहार गर्न सक्छ भन्ने कुरो देखाउँदछ। के अरे तपाईँ लामो समयदेखि सेवाकायमा हुन्छ, तपाईँको त परिवारै सेवाकायमा हुनुहुन्छ? हामी परिवारै एब्सोल्युटली एकदमै होइन, एब्सोल्युट फ्यामिली के अरे सेवाकायमा मिनिस्ट्री भन्दा एकदमै। सेवाकायमा पैसाले कतिको अर्थ राख्छ? सेवाकायमा पैसाले अर्थ राख्छ होइन, तर त्यो अर्थको अर्थलाई बुझ्न महत्त्वपूर्ण छ होइन। तर अर्थलाई नै प्राथमिकता दिएर हामी सेवाकायमा बढ्छौँ भने भोलि त्यो अर्थले हामीलाई पिर फिक्रीहरू दिन थाल्छ कि। कस्तो अर्थमा भन्दाखेरि कुनै समय अर्थ धेरै होला, कुनै समय अर्थ कम्ती होला। अर्थ कम भएको बेलामा चाहिँ हामी सेवाकाय नै नगर्ने त कसरी गर्ने त होइन। वा अर्थ धेरै भएको बेलामा त्यो धेरै अर्थलाई पनि प्रभुको राज्यको लागि एकदमै ब्यालेन्स वेमा प्रयोग गर्नको लागि म क्यापेबल छु होइन। एम आई एबल टु म्यानेज होइन। सो म्यानेजिङ द फन्ड भन्नुको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि त्यो फन्डलाई मैले होइन प्रभुको राज्यको लागि कसरी चलाइरहेको छु। फेरि पनि यो शब्दलाई म दोहोऱ्याउन चाहन्छु, प्रभुको राज्यको लागि है। सो प्रभुको राज्यको लागि हामीहरू फन्ड म्यानेज गर्नको लागि फेल हुन्छ भने द्याट इज फेलियर केस। त्यो फन्डले पिर दिन थाल्छ, त्यो फन्ड चाहिँ फिक्रीको विषय बन्न थाल्छ, त्यो फन्ड चाहिँ विभिन्न कारण बन्न थाल्छ। तर त्यो फन्डलाई हामीले प्रभुको राज्यको लागि राइट वेमा म्यानेज गर्छौँ भने फन्डको कमीको अवस्थामा फन्डको चाहिँ प्रशस्त अवस्थामा त्यो केही पनि मान्य राख्दैन। अनि चाहिँ त्यसलाई जुनै पनि अवस्थामा त्यो फन्ड चाहिँ प्राथमिकता नभएको कारणले गर्दाखेरि आफ्नो सेवाकायलाई चाहिँ निरन्तरता दिइरहन सक्छ। पढाइको अर्थ चाहिँ भनेको हामीलाई सेवाकायमा पैसा चाहिन्छ, तर त्यो पैसालाई चाहिँ परमेश्वरको राज्यको निम्ति असल तरिकाले हामीले म्यानेज व्यवस्थापन गर्न जान्नु पर्यो होइन। त्यो परमेश्वरको राज्यबाट दायाँ बायाँ फन्ड म्यानेज हुन थाल्नु बित्तिकै समस्या चाहिँ त्यहाँ आउँछ कि। क्रिस्चियनहरू धनी हुन पाप हो? हामी हरेकचोटि प्रार्थना गर्दाखेरि धेरैजना मानिसले मलाई यो प्रश्न गर्दाखेरि म चाहिँ छक्क के पर्छु भन्दाखेरि प्रभु मलाई आशिष दिनुहोस्। हामी अनुग्रहको परमेश्वरको सन्तान, हामीहरू जिउँदो सर्वोच्चको परमेश्वरको सन्तान होइन, जो चाहिँ शक्तिशाली हुनुहुन्छ, जो सबै कुरो गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। अनि त्यो परमेश्वरले हाम्रो प्रार्थना सुन्नु पनि हुन्छ र त्यो परमेश्वरसँग हामीहरू दिनको कमसेकम सामान्य विश्वासीले पनि दिनको कमसेकम 3 चोटि त प्रार्थना गर्छ, एकदम मिनिमम गर्नेले पनि। सामान्य विश्वासीले पनि एकदम 3 चोटि त प्रार्थना गर्छ। सो 3 चोटि प्रार्थना गर्ने क्रममा एउटा सामान्य विश्वासीले पनि कमसेकम उसले 15 चोटि आशिष दिनुहोस्, मलाई आशिष दिनुहोस् भन्छ क्या उसले
हजुर है। त सामान्य विश्वासीले त दिनको 15 चोटि मलाई आशिष दिनुहोस् भनेर प्रार्थना गर्दैछ, त्यो पनि सर्वोच्चको परमेश्वरलाई, साँचो प्रार्थना सुन्नुहुने परमेश्वरलाई होइन। अनि भनेपछि अब प्रार्थना गर्नेले त कतिचोटि प्रार्थना गर्छ होला है, दिनको कतिचोटि प्रभु खानाकै लागि प्रार्थना हुन्छ नि, प्रभु यो जुन खाना जुटाउनु भएको छ यसको लागि आशिष दिनुहोस्, खान्छौँ पिउँछौँ तपाईँको महिमा गर्न सकौँ होइन, हामीलाई बल ताकत दिनुहोस्, त्यो पनि त होइन मलाई नै मागेको हो नि त यो खानाबाट बल ताकत दिनुहोस्। सो यसरी प्रार्थना गर्दैछौँ र हामीले आशिष पाएनौँ भने त प्रार्थना नगर्नु फाइदा बरु होइन। त्यही कारण क्रिस्चियनहरू चाहिँ आशिषित हुन्छन्। यसको अर्थमा प्रार्थनामा हामीले निरन्तर आशिष मागिरहेछौँ नि त है। आशिषलाई फेरि पनि मैले धनसँग जोड्न चाहिनँ है। स्वास्थ्यको धनी पनि हो मान्छे, किनभने लास्टमा गएर त्यसले धनलाई नै बचाउने काम गर्दो रहेछ कि। स्वास्थ्यकर जीवन जिउनु भनेको रुपियाँ पैसा धेरै अनावश्यक खर्च नहुनु है। नानीहरूले कतिजना क्रिस्चियनका नानीहरूले एकदमै पढ्ने क्या, पढ्न उनीहरू च्याम्पियन, तीक्ष्ण बुद्धि भएका, तीक्ष्ण बुद्धि भएकोलाई त फेरि स्कुलले पनि फी नलिदिने फेरि है। सो त्यहाँ पनि फेरि के भयो भन्दा अर्थकै जो भयो। सो धेरै अर्थ चाहिँ बाई प्रोडक्ट हो होइन, धनी हुनु चाहिँ बाई प्रोडक्ट हो, तर मुख्य क्रिस्चियनहरूको मुख्य प्रोडक्ट चाहिँ आशिष हो। द फर्स्ट ह्यान्ड प्रोडक्ट इज ब्लेसिङ्स, त्यसपछि सम्पत्ति अनि यो त्यो यताउता चाहिँ बाई प्रोडक्ट हो क्या। ब्लेसेड पर्सन चाहिँ धेरै कुरामा चाहिँ ऊ चाहिँ। मैले तपाईँलाई यो किन सोधेँ भने जस्तै कि पहिलो तिमोथी 6:10 पदमा तपाईँलाई थाहा छ त्यहाँनिर के भनेको छ भने, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो भनेछ। यो पदलाई दाबी गरेर धेरैवटा चर्चहरूमा चाहिँ पैसालाई दुष्ट जस्तै व्यवहार गरिरहेको हुन्छ क्या। हो, मैले भने नि तपाईँलाई पैसा चाहिँ फर्स्ट प्रोडक्ट होइन होइन। त्यही कारणले गर्दाखेरि यो रुपियाँ पैसाको मोह नगर्नु तिमीहरूले भनेको मतलब त्यो फर्स्ट प्रोडक्ट नै पैसा होइन भन्नु खोजेको क्या। फर्स्ट प्रोडक्ट त ब्लेसिङ हो नि, आशिष हो, अनुग्रह हो। अब त्यो ब्लेसिङले, त्यो अनुग्रहले हामीलाई सुस्वास्थ्यता दिन्छ, हामीलाई चिरायु बनाउँछ, हाम्रो छोरछोरीहरूलाई तीक्ष्ण बुद्धिमा अगाडि बढाउँछ होइन। हामीहरू जाँड रक्सी चुरोट भाङ धतुरो अनावश्यक कुरोहरू खान छोड्छौँ, त्यसबाट पनि रुपियाँ पैसाहरू जोगियो होइन। त्यो आशिषले रुपियाँ पैसालाई चाहिँ वान अफ द है, ओन्ली पनि भनिनँ मैले, वान अफ द बाई प्रडक्ट बनाउँछ भने त्यसलाई चाहिँ घृणा गर्न आवश्यक त्यति छैन, किनभने त्यो तपाईँले इन्कार गर्न सक्ने कुरै होइन क्या त्यो। एक्ज्याक्टली होइन, मैले भने मेरो नि बुझाइ त्यो हो त। अब जस्तै कि कोही एकजनाले म काम गर्दैन, कोही एउटा पास्टरले भनौँ न, अगुवाले म काम गर्दिनँ, म पैसा कमाउनु पर्दैन भनेर उहाँले भन्नुहुन्छ नि, एब्सोल्युटली करेक्ट। तर भरे बेलुका उहाँको घरमा गएर पाक्ने चामल, उहाँले लगाउने कपडा त सबै पैसा बिना त आउँदैन, कसै न कसैले त कमाइरहेको छ त होइन। भनेपछि यसलाई हामीले म्यानेज गर्नुको सट्टा, व्यवस्थापन गर्नुको सट्टा, यसलाई कुन लेभलमा राख्नुपर्ने भनेर भन्नुको सट्टा हामीले दुष्ट जस्तै गरिदियो क्या। अनि फेरि मण्डलीको पुलीबाट चाहिँ तिमीले दशमले दिनुपर्छ, दिएन भने तिमीलाई यस्तो हुन्छ भन्छ। अनि कमाउन चाहिँ हामीले कहिले सिकाउँदैन। हामीले बुझ्नुपर्ने कुरा त्यही हो रेशम भाइ कि रुपियाँ पैसा फर्स्ट प्रोडक्ट होइन होइन, रुपियाँ पैसा उद्देश्य पनि नहोस्। तर जसै हामीहरू हरेक प्रार्थनामा आशिषको लागि प्रार्थना गर्छौँ नि, प्रार्थना सुनवाई त हुन्छ, आमेन पनि भन्छौँ हामीहरू होइन, यस्तै होस् अथवा प्रभुले प्रार्थना सुन्नुभएको होस्। सो आमेन पनि भनिरहेछौँ, प्रभुले प्रार्थना सुन्नुभएको होस् भनेर घोषणा पनि गरिरहेछौँ भने डेफिनेटली त्यो आशिष हाम्रो जीवनमा आउँछ नि त, किनभने हामी त हरेक प्रार्थनामा त्यसलाई चाहिँ घोषणा गरिरहेछौँ, प्रभु आशिष दिनुहोस्, प्रभु आशिष दिनुहोस्, प्रभु आशिष दिनुहोस्, प्रभु आशिष दिनुहोस्। आमा होइन, सामान्यतया प्रार्थना गर्ने विश्वासीले दिनको 15 चोटि घोषणा गर्ने, अनि प्रार्थनै गर्ने विश्वासीको त झन् कुरै नगरौँ न होइन। सो त्यसरी घोषणा गरिरहेछौँ। अब आशिष आयो होइन, आशिष आयो, आशिष विभिन्न फर्ममा आउँछ नि। तर त्यो फर्मले, त्यो विभिन्न फर्ममा आएको आशिषले एकातिर हाम्रो फन्डलाई अलिकति म्यानेज गरिदियो भने होइन, त्यसलाई चाहिँ अब हामीले इग्नोर गर्न पनि मिलेन क्या। उदाहरणको लागि तपाईँ प्रभु येशूसँगको प्रार्थनाको फलस्वरूप तपाईँले हेल्दी जीवन जिउनु भयो भने मेडिकल एक्सपेन्सेस तपाईँको जोगियो नि त होइन। मेडिकल एक्सपेन्सेस
तपाईँको जोगियो, मेडिकल एक्सपेन्सेस जोगिनु बित्तिकै त्यसलाई तपाईँ मान्नुहोस् नमान्नुहोस् तपाईँको फन्ड जोगिएको क्या, जो एक्ज्याक्टली जोग्यो है। अनि अब त्यसलाई के अब म मान्दिनँ भन्ने त अब होइन। मैले तपाईँ यो पैसाकै कुरामा किन जोड्दैछ भने मैले यो अस्ति हामी एकजना साथीसँग योभन्दा अगाडि साथीसँग बस्दै पनि भनेको थिएँ मैले तपाईँ र मेरो पहिला पनि कुरा मलाई यो फन्डमा चाहिँ यसो भन्दै गर्दाखेरि चाहिँ समृद्धिको सुसमाचारतिर नहोस् होइन। मैले भन्न मात्रै के भने यो जुन हामी संसार हेर्ने हो भने दाइ तीनवटा कुराले म्याक्सिमम चलाउँदैछ, एउटा पोलिटिक्स, एउटा इकोनोमिक्स अनि एउटा रिलिजियस होइन। भनेपछि तपाईँ र मलाई पैसा नहुने चिज हो क्या आजको दिनमा। यदि नहुने चिज हो भने बिब्लिकली के भन्छ त्यसलाई कसरी बुझ्नुपर्छ, त्यसलाई कसरी चलाउनुपर्छ भनेर हामीले जान्नुपर्छ होइन। के अरे पास्टर डाक्टर चार्ल्स मुनरो के भन्ने एउटा उहाँ भित्र जानु भएन, उहाँले एक्चुअली एउटा के भन्नुभएको रहेछ भने परमेश्वरले जब संसार र पृथ्वी सृष्टि गर्नुभयो त्यस पछाडि मान्छे बनाउनुको एउटा मेन रिजन चाहिँ म्यानेजमेन्ट गर्नको लागि हो भनेर भन्नुभएको रहेछ कि उहाँले होइन। उहाँले उत्पत्तिको पुस्तकलाई दाबी गरेर भन्नुभएको छ, तर नेपालीमा त्यसरी ट्रान्सलेट छैन, उहाँले भन्नुभएको जसरी नै चाहिँ छैन नेपालीमा चाहिँ। अनि मलाई कति त्यो कुरामा कन्भिन्स भएको हो कि एउटा म्यानेजमेन्ट पनि हुन्छ, त्यो आर्थिक पनि त्यो म्यानेजमेन्ट हो, त्यसलाई इन्कार गर्ने त होइन नि त। न पैसा भनेको दुष्ट हो, पैसा आफैमा न दुष्ट हो न ऊ होली हो क्या, ऊ न्युडल हो। पैसालाई म्यानेज गर्न नसकेको कारणले गर्दा पैसाबाट दुष्ट काम एक्ज्याक्टली होइन। अनि जस्तै कि के अरे तपाईँ के अरे त्रिभुवन युनिभर्सिटीले तपाईँलाई थाहा छ अब यो रिसर्च किन गरिन्छ, कसले गरिन्छ, त्यहाँनिर बहस नगरौँ। तर उनीहरूको फाइन्डिङमा चाहिँ नेपालमा क्रिस्चियन बट्नुको कारणमा चाहिँ उनीहरूले 2-3वटा कुरालाई युनिभर्सल ट्रुथ जसरी रिप्रेजेन्ट गरेको छ सबैजनाले क्या, अलमोस्ट अल के अरे रिसर्चरहरूले चाहिँ क्रिस्चियन बढ्नुको कारण चाहिँ 2टा उहाँहरूले एकदमै बुलन्द रूपमा राख्नु भएको छ। एउटा चाहिँ गरिबी, एउटा चाहिँ अशिक्षित होइन। त्यसमाथि फेरि हामी पनि तपाईँको के भइरहेछ भन्दाखेरि त्यो यो पैसालाई हामीले राम्रोसँग म्यानेज गर्न सकिरहेको छैन। यो रिसर्चरको कुरामा तपाईँ कतिको सहमति हो? म चाहिँ यो रिसर्चमा सहमति भएका विश्वासीहरू छन् भने, यदि छन् भने उनीहरू चाहिँ विश्वासी नै होइन भनेर म भन्नेछु फेरि है। यो रिसर्च साँचो हुनु हो भने यो रिसर्च अनुरूप भएका विश्वासीहरू विश्वासी होइनन् होइन। किनभने विश्वासी हुनको लागि चाहिँ येशू प्रभुलाई चाहिँ हृदयबाट, आत्माबाट अनि सत्यतामा है, आत्मा र सत्यतामा हामीले परमेश्वरको आराधना नै गर्न सक्दैनौँ। परमेश्वरले नयाँ नियममा हामीले हेर्छौँ भने 2टा कुरा खोज्न आउनु भएको छ। तपाईँ पुरै नयाँ नियम पढ्नुहुन्छ भने परमेश्वरको खोजाइ 2टा कुरा मात्र। एउटा कुरो चाहिँ के हो भन्दा हराएकोहरूलाई, लुका 19 म हराएकोहरूलाई खोज्न आएको हो। दोस्रो हेर्नुहुन्छ नि यूहन्ना 4 आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरूको खोजी है, आत्मा र सत्यतामा। यही क्रममा येशू प्रभुले अलिकति पछि मत्ती 22 मा सदुकी र फरिसीलाई के भन्नुभयो भन्दाखेरि पहिलो र महान आज्ञा के हो भन्दाखेरि परमेश्वरलाई तिमीहरूले तिम्रो सारा हृदय, सारा प्राण र सारा शरीरले हैन समझले प्रेम गर, प्राण आत्मा शरीरले प्रेम गर है। सो यो यूहन्ना 4 र मत्ती 22 को कुरो चाहिँ ठ्याक्कै मिलाउँदाखेरि परमेश्वरलाई आत्मा र सत्यतामा आराधना गर हैन, प्राण आत्मा शरीरले प्रेम गर भनेर यता येशू प्रभुले भन्नुभयो। सारा अगमवक्ता को सारै यही हो भनेर उहाँले फलोइङ वर्डमा भन्नुभएको छ फेरि है। दोस्रो पनि यस्तै छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर है। वास्तवमा येशू प्रभुले यो दोस्रो चाहिँ लेवी 19 बाट बोल्नु भएको र पहिलो तिमीले आफ्नो हृदय, सारा प्राण, आफ्नो सारा शरीरले प्रेम गर भन्ने चाहिँ व्यवस्था 30 को 6 बाट। धेरैले चाहिँ येशू प्रभुले नयाँ नियम दिनुभयो भने चाहिँ यो नयाँ नियम होइन है, यो चाहिँ व्यवस्थामा र लेवीमा पहिलादेखि नै भइरहेको चाहिँ कुरा येशू प्रभुले भन्दाखेरि अनि फरिसीहरू बोल्न नसकेको हो क्या। येशू प्रभुले नयाँ कुरो भनिदिएको भए त फरिसीले त्यहाँ त बातको बखेडा बनाइदिहाल्थ्यो। यो त व्यवस्थामै भएको कारणले गर्दा उनीहरूले डिफेन्ड पनि गर्न सकेन। अब कुरा आयो फेरि त्यो रिसर्चको है। अब परमेश्वरले खोज्नु भयो चाहिँ कस्तो मान्छे अरे भन्दैन आत्माबाट अनि सत्यतामा। अब यहाँ चाहिँ मत्ती 22 मा चाहिँ येशू प्रभुले भन्नुभयो प्राण, आत्मा र शरीर है। आत्माले गवाई दियोस्, शरीरले चाहिँ त्यो आत्माले दोहोऱ्याएको कार्यलाई पुरा गरोस्। भनेपछि सत्यता देखाउने चाहिँ केले रहेछ? शरीरले रहेछ नि त है। आत्माले सोचेर मात्रै भएन क्या, शरीरले चाहिँ कार्यान्वयन पनि गर्नु पर्यो। त्यही कारणले गर्दा यूहन्ना 4 को के भन्छ 24, 25, 26 मा भने जस्तै आत्मा र सत्यतामा आराधना गर। ठ्याक्कै 32, 22 मा भने जस्तै
प्राण, आत्मा अनि शरीर है। आत्माले प्रभु येशूको गवाई दिने योग्यको शरीरले फल फलाओ है, यूहन्ना 4 को जस्तै। सो विश्वासी चाहिँ को भन्दाखेरि परमेश्वरको साँचो आराधना गर्न सक्ने आराधकहरू है। त्यसै के अरे यसमा के अरे अनि त्यही कारण मैले यसलाई टुङ्गिहालेँ। त्यही कारणले गर्दाखेरि यो रुपियाँ पैसाको लोभमा म आएर विश्वासी भए भन्नेहरू पनि विश्वासी भएनन् होइन। अनि अब अनपढ अनि त्यसपछि शिक्षाको कमीको कारणले गर्दाखेरि विश्वासी भएको हो भन्नेहरू पनि विश्वासी भएनन्। किनभने यहाँ त आत्माको ज्ञान खोलिने कुरोहरू सिकिन्छ झन् विश्वासी भइसकेपछि त होइन। त्यसमा त पूर्ण रूपले चाहिँ त्यो अर्थको अनर्थ नै लागेको त्यसमा चाहिँ। अस्ति एकजना साथीले त्यही भन्दै थियो कि यति अशिक्षितको कारणले ऊ क्रिस्चियन बन्छ भने पछि शिक्षित भएपछि त उसले छोड्नुपर्छ नि त। अब हो त त्यो भन्दा आत्माको आत्माको ज्ञान खोल्ने कार्य चाहिँ सिकाउँछ नि त बाइबलबाट। यदि उहाँहरूकै भाषामा भने आत्माको ज्ञान होइन, भित्री आँखा भित्री इन्द्रियलाई उजागर गर्ने शिक्षा चाहिँ वचनले सिकाउँछ। त्यही भएर चाहिँ येशू प्रभुले त्यो वास्तविक बाटो, वास्तविक सत्य, तिमीले खोजिरहेको सत्य, तिमीले खोजिरहेको त्यो वास्तविक बाटो अनि तिमीलाई चाहिने त्यो अनन्तको जीवन चाहिँ म हो भन्नुभएको नि त है। त्यही कारणले गर्दाखेरि विश्वासी चाहिँ त्यो जसले परमेश्वरलाई आत्मा र सत्यतामा आराधना गर्न सक्छ। त्यही के अरे बाइबलविदहरूलाई सत्य मान्दा तपाईँ मैले हिजो यसो क्वेसनहरू गर्नु पऱ्यो भने मैले एउटा त्यो के अरे पैसाकै बारेमा यसो हेरिरहेको थिएँ भने हाउ मेनी टाइम्स बाइबल ह्याभ स्पोकन बाइबल मेन्सन्स रिगार्डिङ मनी भनेर अरे 2350 पटक एप्रोक्सिमेटली भनेर चाहिँ 2350 पटक। मलाई थाहा थियो, मैले यो रिसर्च पनि गरेको थिएँ। मैले च्याट जिपिटी पनि हेरेँ है। च्याट जिपिटीले 2350 नै भने च्याट जिपिटीले 2350 अहिलेको विद्वान गुगल बाबा भन्दा विद्वान बाबा हो यो च्याट जिपिटी। उसले पनि 2350 पटक भन्ने क्या। अनि मेरो चाहिँ तपाईँलाई कहाँ मेरो कुरा भने 2350 पटक बाइबलले पैसाको बारेमा बोल्नु भएको छ भने त्यो बाइबल पढ्ने क्रिस्चियनहरू आज किन तपाईँको आर्थिक रूपमा किन ब्रेक थ्रु हुन नसकेको दाइ? ओहो है, बाइबललाई मान्छेले विभिन्न दृष्टिकोणले हेर्छ क्या। बाइबललाई मान्छेले पढ्दाखेरि सधैँ त्यो आर्थिकै कुरो त्यहाँबाट पाउँछ भन्ने हुँदैन है। कहिलेकाहीँ त कस्तो हुन्छ भन्दाखेरि उसको आत्मालाई के आवश्यक छ परमेश्वरले वचनबाट उसलाई त्यही फिड गर्नुहुन्छ है। यूहन्ना 3 को 16 मात्रै पनि मान्छेले चाहिँ हजारवटा अर्थमा बुझ्न सक्छ कि होइन। इन्जिनियरले बाइबल पढ्दाखेरि किन आर्किटेक्चरको मात्रै कुरा देख्छ त होइन। डक्टरले बाइबल पढ्दाखेरि किन डाक्टरीको कुरा मात्रै देख्छ। एउटा समाज शास्त्रीले बाइबल पढ्दाखेरि त्यो समाज शास्त्रको कुराहरू, इतिहासकारले बाइबल पढ्दाखेरि इतिहासका कुराहरू, साइन्टिस्टले बाइबल पढ्दाखेरि साइन्सका कुराहरू किन देख्छन् भन्दाखेरि बाइबल चाहिँ म कस्तो दृष्टिकोणले पढ्दछु भन्नेमा धेरैचोटि चाहिँ त्यहाँ पज आउँदो रहेछ क्या। म कुन दृष्टिमा बाइबल पढ्दैछु, त्यो कतिचोटि चाहिँ फेरि बाइबलमा के रहेछ त भन्ने प्रकारले पढ्नेहरू पनि छ क्या है। अनि त्यसो प्रकारले हेर्दाखेरि अब उसले कुन हदमा बाइबलबाट बुझ्ला त। त्यही कारणले गर्दाखेरि यो समाजमा अब अर्थकै हिसाबले होइन, इकोनोमिक्सकै हिसाबले बाइबल कतिले पढ्यो होला होइन। त्यही कारणले गर्दाखेरि त्यस दृष्टिकोणबाट नपढेको कारणले गर्दाखेरि पनि त्यो क्षेत्रबाटको ब्लेसिङ्सहरू नखोलिएको। मैले चाहिँ फाइनेन्सियल लिटरेट हुन सकेन हामी भन्नु खोजेको क्या होइन। जस्तो कि हामी आर्थिक रूपमा शिक्षित हुन सकेन क्या होइन। अघि व्यवस्थापन पनि त त्यही शिक्षाभित्रै परेन, हामी त्यो शिक्षित हुन सकेन म त भन्नु खोजेको क्या। के अरे त्यत्रो पटक हामीले बाइबल पढायो मान्छे। हितोपदेशमा मैले यो पछि मात्रै धेरै याद गरेँ त। हितोपदेशमा के भनेर रहेछ भने गरिब मानिसलाई उसको आफन्तले त्याग्नेछन्, उसको साथीहरूले कति बेसरी त्याग्लान् भनेको छ। त्यो रियालिटीको कुरा गर्ने एक्ज्याक्टली। अनि हितोपदेशमा के भनेको छ भने आफ्नो भाइलाई आफ्नो धन सम्पत्तिले सहायता गर्न नसक्ने व्यक्तिको धनको के काम होइन। एक्ज्याक्टली।
सो धनको त अब यो सबै म्यानेजमेन्ट भित्रकै कुरा गरिरहेको छ डेफिनेटली एकदमै हैन यो त यो फन्ड म्यानेजमेन्टको कुरा एकदम गरिरहेको छ अनि बाइबल इज द बुक अफ म्यानेजमेन्ट हो नि त एक्ज्याक्टली होइन हजुर बाइबल चाहिँ एकदमै यो म्यानेजमेन्टको बुक पनि भएको कारणले गर्दाखेरि म्यानेजमेन्टले त फन्डको बारेमा त कुराकानी गर्नै पर्यो होइन मैले तपाईँलाई यो किन भनिरहेको छु भने यसो बाहिरबाट हेर्दाखेरि त क्रिस्चियनहरू त पुरै गरिब मात्रै हो कि भन्ने मान्छेहरू जुन पढाएको छ नि होइन एकदमै अब बाइबलले पनि त्यही भन्छ परमेश्वरले म गरिबहरूकै लागि आउनु भएको भने अब गरिब र पापीहरूको लागि आउनु भएको परमेश्वर गरिबलाई गरिबमै छोड्नका लागि हो कि गरिबबाट उकास्नलाई हो यो कस्तो हुँदो रहेछ भने नि समाजमा मैले बुझ्दै गर्दाखेरि चाहिँ जोसँग प्रशस्त छ नि उसले चाहिँ क्रिस्चियनिटीको मात्रै कुरा गरेको प्रशस्त धन भएको चाहिँ अलिकति के भन्ने अब परमेश्वरको खोजीमै हुँदैन रहेछ क्या उसलाई पुगेको छ है ऊ प्रशस्ततामा छ हिज वान्टिङ नो मोर भनौँ न होइन मैले क्रिस्चियनिटीको मात्रै कुरा गरेँ नै यो जोसँग प्रशस्त छ होइन सीमित केही बाहेक हातमा गर्न सक्ने बाहेक प्राय चाहिँ के हुँदो रहेछ भने दे आर सेटिस्फाइड है दे आर वान्टिङ नो मोर यो भइहाल्यो भने नि मसँग यति रुपियाँ छ यसले चाहिँ त्यो गरिदिन्छु त्यो भइहाल्यो भने पनि अब संसारमा यस्तो कुन रोग होला जुन रोग चाहिँ म मेरो रुपियाँ पैसाले चाहिँ उपचार गर्न सक्दिनँ होइन धेरै कन्फिडेन्सका कुराहरू दिन्छ नि त फाइनेन्सले तर जोसँग चाहिँ रुपियाँ पैसाको कमी छ र उसँग चाहिँ पैसा छैन नि अब आफूसँग रुपियाँ पैसा पनि छैन अघि हितोपदेशले भने जस्तै आफ्नो इष्टमित्रले छोडिदिने अब कसको भरमा बस्ने त ऊ भन्दाखेरि रुपियाँ पैसाको कमी भएको मानिसमा चाहिँ अदृश्यमा भएको परमेश्वरको खोजी चाहिँ व्यापक हुँदो रहेछ क्या किनभने बाइबललाई हामीहरू हेर्छौँ भने त हाम्रो परमेश्वरले त मानिसलाई यति धेरै प्रतिज्ञा म तेरो लागि यो गर्ने म तेरो लागि यो गर्नेछु तैँले ममा विश्वास गरिस् भने तैँले ममा भरोसा गरिस् भने होइन प्रमिसका प्रमिस छ नि त अनि त्योपट्टिले चाहिँ उसको चाहिँ आस्थामा फरक पार्ने रहेछ क्या त्यही कारणले गर्दाखेरि धनी मानिसलाई चाहिँ ऊँट चाहिँ सियोको टुप्पाबाट छिराउनु जस्तै हो भन्नुको कारण चाहिँ त्यो वचनको त्यो होइन धनको अर्थमा त्यो पनि भनेको छ है धनी मान्छेलाई चाहिँ बरु चाहिँ के भन्छ त्यो धनी मानिसलाई चाहिँ त्यो सियोको त्यो जुन पाल छ नि त्यहाँबाट चाहिँ ऊँट छिराउनु जस्तो गाह्रो हुन्छ स्वर्गको राज्यमा पस्न भनेर भन्नुको कारण त्यहाँ चाहिँ सिक फर्स्ट द किङडम अफ गड भन्ने कुरै छैन क्या उनीहरू छैन त्यो मान्छेको नेचुरल एउटा चाहिँ त्यो हुँदो रहेछ धन हुनु बित्तिकै बाबेलको धरहरा उठिहाल्छ एकदमै याद गर्नुहोस् अब यो विश्वासीहरूले बुझ्दा यो टर्म होइन धन हुनु बित्तिकै त्यहाँ के उठ्छ बाबेलको धरहरा उठिहाल्छ बाबेलको धरहरा उठ्नु भनेको चाहिँ परमेश्वरको कार्यद्वारा होइन तर म मेरो कार्यद्वारा परमेश्वरलाई भेट्छु हो त्यो होइन हामी के सिकाउँदैछौँ त परमेश्वरले खोज्नु भएन भने कोही पनि परमेश्वरलाई भेट्न सक्दैन नि त्यो त परमेश्वरको खुद उहाँको खोजीले उहाँ आफैले हामीलाई खोज्नु भएको कारणले गर्दा हामी भेटाइएको नि त तर बाबेलको धरहराको निर्माण के हो थाहा छ तपाईँलाई परमेश्वरको कार्यद्वारा होइन तर म मेरै शक्ति र क्षमताले परमेश्वर भेट्छु स्वर्ग जाने बाटो हो नि त्यो त होइन सो धन हुनु बित्तिकै त्यहाँ के हुन्छ भन्दाखेरि बाबेलको धरहरा निर्माण हुन्छ सो बाबेलको धरहरा निर्माण गर्ने कसैले पनि परमेश्वरको खोजी गर्दैन ऊ आफ्नै घमण्डमा त्यो धरहरा चलाउँछ र त्यही कारणले गर्दाखेरि यसमा हामीहरू अचम्म मान्नुपर्ने खास कुरो केही पनि छैन कि धेरैजना मान्छेलाई चाहिँ गरिब मात्रै छ होइन निमुखाहरू मात्रै छ निमुखाहरू गरिबहरूले नै परमेश्वर खोज्छन् त उनीहरूलाई नै चाहिँ के भन्छ परमेश्वरको आवश्यकताको कमी महसुस हुन्छ होइन अस्ति हाम्रो एकजना साथीले भन्नुभएको थियो हाम्रो केपी सरले योभन्दा अगाडिको एपिसोडमा कस्तो मजा लाग्यो क्या उहाँले के भने नि कमजोर र गरिबहरूले नै अर्काको कुरो सुन्ने क्षमता पनि हुन्छ अरे क्या हो नि अलिकति अघि तपाईँले भन्नुभएको छ नो मोर वान्टिङ भने चाहिँ त्यो अलिकति पैसाले भएकोहरू चाहिँ मलाई के पनि चाहिँदैन मलाई अब सुन्न आवश्यकतै छैन भन्छ अनि त्यही अर्थ सिकर जो हामीले समाजले भन्ने गरेका गरिब एकता पनि कहाँबाट आउँछ भन्नु न जब म कमजोर छु भने मलाई साथी चाहियो दुईजना साथी हुन्छ दुईजना साथीले पनि पुग्दैन कि एकताको लागि दुईजनाले तीनजना खोज्न थाल्छ तीनजनाले चारजना खोज्न थाल्छ एकता राम्रो कुरा हो नि त पोजिटिभ कुरा हो नि त तर त्यो एकतामा आउनको लागि पनि हामीमा घटी कमी हुनु पर्दो रहेछ क्या है
है एकदम यसको मतलब तपाईँ र म कमी र घटी खोजिरहेको चाहिँ होइन तर त्यसले सपोर्ट गर्छ हो घटी कमीले चाहिँ एकतालाई सपोर्ट गर्छ एकदम सही म एब्सोल्युटली एग्री अनि फेरि घटी कमी चाहिँ फुलफिल हुँदै जान्छ अनि एकता टुट्दै जान्छ कि फेरि है हामी फेरि त्यो पनि थोरै छ अनि फेरि त्यो साइकल हुँदै जान्छ नि त फेरि टुट्छ फेरि कमजोर हुन्छ फेरि अर्को एकता अनि त्यो 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 त्यही कारणले गर्दाखेरि यो कमजोर धनी भन्न आएछ कमजोर निमुखामा निराश नभएर हो हामीहरू सधैँ कमजोरबाट उन्मुख हुन कोसिस गर्नुपर्छ गरिबीबाट उठ्न कोसिस गर्नुपर्छ होइन निमुखाबाट चाहिँ सम्पन्नतातिर चाहिँ उठ्न कोसिस चाहिँ निरन्तर गरिराख्नुपर्छ तर त्यो भएको कारणले गर्दाखेरि त्यही भएको कारणले गर्दा हामी एकतामा आउने हो त्यही भएको कारणले गर्दाखेरि हामीले परमेश्वरलाई खोज्ने हो त्यही भएको कारणले गर्दाखेरि हामीले चाहिँ कुन आस्थालाई प्राथमिकता दिने हो त्यो आस्थालाई प्राथमिकता दिने हो नि त त्यो तपाईँलाई जस्तो कि नेपालको राजनीतिमा तपाईँलाई अलिअलि आइरहेछ नेपालमा चाहिँ क्रिस्चियनिटीलाई पूर्वाग्रही भएर मात्र व्याख्या गर्नुको अथवा त्यसरी हेर्नुको देख्नुको कारण चाहिँ के हो त वाइ सो धेरै कारणहरू छ एउटा त हामी इसाई आफै पनि मूलधारको पोलिटिकल मित्रहरूसँग हाम्रो कूटनीतिलाई त्यति प्रगाढ बनाउन सकेको छैनौँ होइन दोस्रो कुरो इसाईहरूलाई अब हेर्ने दृष्टिकोण पनि अलिकति कानुनलाई उल्लङ्घन गर्ने भन्ने प्रकारको दृष्टिकोणले हेरिन्थ्यो नि त विगतमा अनि त्यो दृष्टिकोणलाई हेरेको समय र अहिले त्यति धेरै अन्तर भएको छैन होइन त्यो पुस्ता जीवितै छन् क्या एक पुस्ता पनि ढलिगएको छैन जोहरू चाहिँ विश्वासी अथवा क्रिस्चियन हुनु चाहिँ गैर कानुनी थियो यो देशमा त्यही कारणले गर्दा त्यसको कारणले गर्दाखेरि पनि अझै पनि अब त धर्मनिरपेक्षता भइसक्यो नि त देश त भनेर पनि त्यो कुरोलाई त्यो अभ्यासमा कमी छ तेस्रो कुरो चाहिँ कतिजना साथीभाइहरूले पनि कागले कान लग्यो भन्ने कुरालाई धेरै प्राथमिकता दिने क्या एक्ज्याक्टली अब आफूले कान छाम्नु पर्यो नि त होइन सोसियल मिडियामा जे आयो त्यो नै हो भन्दै अब आफूले कान छाम्नुपर्छ पैसा दियो भने क्रिस्चियन बन्छ भन्ने प्रकारका कुराहरू कति निरर्थक छ भन्ने कुरो आफैले गएर सुझबुझ गर्नु पर्यो होइन कुनै कसैले चाहिँ कसैको उक्साहातमा लेखिदियो भन्दैमा त्यसलाई चाहिँ मान्ने कि नमान्ने त आफ्नै पनि छेउछाउमा क्रिस्चियन इष्टमित्रहरू होलान् अहिले त कसै न कसैको इष्टमित्र छ नि त होइन अनि उहाँहरूलाई पनि व्यक्तिगत रूपमा के हो यार म त क्रिस्चियनलाई नै चाहिँ एकदमै क्रिस्चियनप्रति पोजिटिभ नभए पनि तिमी मेरो मित्र भएको कारणले गर्दा यसको के हुन्छ भनेर आफ्नो मित्रलाई सोध्ने कुरा होइन अनि अब अहिलेको वर्ल्डमा है हामी ग्लोबलाइजेसनको वर्ल्डमा छौँ अनि यो ग्लोबलाइजेसनको वर्ल्डमा म यो मात्रै भनेर रहन सक्ने अवस्था छैन क्या है म यो धर्म मात्रै मेरो प्राथमिकता यो मात्रै म यो मात्रै लगाउँछु होइन म यो मात्रै खान्छु भनेर त्यो ठाउँमा त्यो पोसिबलै छैन क्या किन भन्दाखेरि अब चाहिँ पार्टनरसिपको जमाना हो होइन नेपालले पनि चाइनासँग पार्टनरसिप गर्नै पर्छ भारतसँग पार्टनरसिप गर्नै पर्छ भुटानसँग पार्टनरसिप गर्नै पर्छ त्यही र त सार्क होइन त्यही र त इन्टरनेसनल फोरम त्यही र त युएन होइन त्यही कारणले गर्दाखेरि यो फोरमहरूतिर नेपाल हुनु भनेको चाहिँ इन्टरनेसनल पार्टनरसिपलाई चाहिँ मान्नु हो नि त सो इन्टरनेसनल पार्टनरसिपलाई मान्दै गर्दाखेरि इन्टरनेसनल पार्टनरसिपले चाहिँ सबैलाई के भन्छ सामान्य प्रकारले चाहिँ हेर्न र त्यो गर्न चाहिँ उनीहरूको चाहिँ मूल मन्त्र हो सो त्यो मन्त्र अनुसार जाँदाखेरि पनि हाम्रो देशलाई राम्रै छ हाम्रो राज्यलाई राम्रै छ है युएनमा रहनु हाम्रो राज्यको लागि राम्रै हो होइन युनेस्कोमा रहनु हाम्रो राज्यको लागि राम्रै हो है सार्कमा रहन हाम्रो राज्यको लागि राम्रै हो सो यो सबै इन्टरनेसनल फोरम हो नि त सो यो इन्टरनेसनल फोरममा जानको लागि हामीहरू तयार छौँ भने आफूसँग भएको सम्पूर्ण विभेदका कुराहरू विभिन्न फरक विचारका कुराहरूलाई पनि पार्टनरसिपको र त्यो
समन्वयकारी भावनामा हामीहरू चाहिँ आउन एकदमै महत्त्वपूर्ण ठान्छौँ। जस्तै कि नेपालमा के अरे तपाईँ अलिक राख्नु होला त्यो नेपालमा नेपाल के अरे क्रिस्चियनहरूको इतिहास त्यति धेरै छोटो पनि होइन, त्यति धेरै लामो पनि होइन होइन। मल्लकालदेखि रहेछ यसो हेर्दाखेरि चाहिँ मल्लकाल पछाडि नेपालमा क्रिस्चियन छन् त, तर आजको दिनसम्म क्रिस्चियन धर्म मान्ने मानिसहरूलाई ट्रस्ट मी दाइ यो नेपालको देश चलाउँछु भन्ने मान्छेहरूले पनि अझै पनि यिनीहरू पनि हाम्रै मान्छे हो भन्ने भावले हेर्दैन क्या। मैले देखाएको छु अर्कै प्लानेटबाट आएको जस्तो कुनै एउटा देशको नागरिक, तिमीहरूलाई हामीले बस्न दिएर त्यही भएर बसिरहेको छ। वाट डु यु मिन? म यहीँको हो, तिमीले बस्न दिएर म बसेँ होइन कि, म यहीँ जन्मेको, म यहीँको नागरिक हुँ होइन। अब त्यसको एउटा उदाहरण तपाईँ हेर्नु न, जस्तो कि डोनाल्ड ट्रम्प के अरे ले प्रेसिडेन्ट जितिसकेपछि अमेरिकामा उहाँले चाहिँ आफ्नो देश बनाउनको लागि उहाँले विभिन्न नाममा दिएको फन्डहरू उहाँले कटौती गर्दै लानुभयो। पहिलो सिग्नेचरै गर्नुभयो भनौँ न होइन उहाँले। अनि त्यसमा युएस एडको पनि पर्यो। युएस एडको कटौती गर्ने बित्तिकै फ्रन्टलाइन मिडिया भन्नेहरूले नै तपाईँको चाहिँ क्रिस्चियनको नाममा आएका पैसा काट्यो भनेर। तर मलाई देखाइदिनुहोस् क्या तपाईँ त्यो युएस एडको पैसा नआएको कारणले गर्दा को क्रिस्चियन भोगो भएको छ आज दिनमा। यो भनेको त उनीहरूले पूर्ण रूपमा पूर्वाग्रही भएको एकदमै होइन। त्यो होइन, पत्रकारिताले स्टडी गर्नुपर्छ। त्यो त स्टडीको त एस पनि भएन क्या त्यहाँ। तपाईँको त्यहाँ के अरे युएस एडकै तपाईँको के भन्छ, मैले वेबसाइटमै गएँ दाइ एउटा भिडियो बनाउँछु भनेर सोचेको थिएँ, वेबसाइटमै गएँ, उनीहरूले एब्सोल्युटली ब्रेकडाउन गरेर राखेको छ क्या कसको नाममा कति आयो, कुन संस्थाको नाममा कति आयो भनेर। अनि फेरि त्यसरी नै रिसर्च गर्ने हो भनेदेखि त अघि तपाईँले भने स्टडी नै गर्ने हो भने यो देशमा कुन धर्म पैसा बढी आउँछ त्यो त हामीलाई एब्सोल्युटली थाहा छैन दाइ, विविध नाम होइन। तर वाइस हो भने क्या, अब तपाईँले यसमा चाहिँ वाइस हो भन्दा नि म सोध्नु मन लागेको चाहिँ कि क्रिस्चियनहरूले चाहिँ राजनीति गर्न नहुने हो दाइ, राजनीतिमा हुनै नहुने हो। रोमी 12मा राजनीति गर्नेले दत्तचित्त साथ राजनीति गरोस् भन्ने एउटा वरदानै छ क्या। अब यो पोडकास्टमा बाइबलले के खोलेर देखाउनु होइन, रोमी 12 है। अब मान्छेहरूले राजनीतिलाई प्रोफेसनको रूपले हेऱ्यो भने राजनीति प्रोफेसन हो होइन। तर राजनीति चाहिँ अहिलेको वर्ल्डको लागि पर्भेसिभ इन नेचर भइसक्यो क्या, अवाञ्छनीय। एक्ज्याक्टली योसँग चाहे हामीहरू जेसुकै गरौँ राजनीतिसँग हामीहरू अलग हुनै सम्भवै छैन। अब त्यो प्रोफेसनलाई हेर्ने हो भने यस होइन, राजनीति चाहिँ प्रोफेसन हो। तर राजनीति चाहिँ मेरो जीवनको पाटो हो भनेर हेर्छौँ भने त हामी सबैजना राजनीतिको चाहिँ पाटोमै छौँ नि त। अनि मेरो नि एउटा के भन्दा जस्तो कि पास्टरले नै चाहिँ तपाईँको एउटा चर्च चलाउने पास्टरले चाहिँ एउटा राजनीतिको झोलक के अरे झन्डा बोकेर नहिँडोस्, किनभने फलाना चाहिँ फलाना पार्टीको भनेर नचिनोस् होइन। तर एटलिस्ट अघि तपाईँ मैले के अरे डिस्कस गरेर जस्तै जुन आर्थिक पनि हाम्रो जीवनमा हामीले तपाईँले भनेको अवाञ्छनीय अथवा अति आवश्यक हो नि, त्यो भने जस्तै यो राजनीति पनि हो नि त। तपाईँ झोले बन्नुहोस् नबन्नुहोस्, नेता बन्नुहोस् नबन्नुहोस्, तपाईँ के अरे एउटा कार्यकर्ता बन्नुहोस् नबन्नुहोस्, तर राजनीतिले तपाईँलाई छोड्नेवालामा छैन। उसो भए राजनीतिले मलाई छोड्नेवाला छैन। म आफै पनि राजनीतिबाट पर छुइनँ क्या, छैन। अनि उसो भए त तपाईँ त्यो राजनीतिमा ज्ञान किन नराख्ने भन्ने हो कि मेरो होइन। ज्ञान त राख्नु पर्यो, राजनैतिक साक्षरता हुनुपर्छ। एक्ज्याक्टली। यहाँ रोमी मैले यहाँ हेर्दै गर्दा रोमी 12को 6मा हामीलाई दिएका अनुग्रह अनुसारका अलग अलग वरदानहरू होइन, वरदानहरू है हामी प्रयोग गरौँ। अगमबानी हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदार चित्तले, शासन गर्नेले दत्त चित्त। शासन भनेको त्यो पोलिटिक्सकै कुरा होइन, शासन डेफिनेटली पोलिटिकल होइन। शासन गर्ने दान छ भने सो हामीहरू चाहिँ यो के भन्छ दिने वरदानको कुरा गर्छौँ होइन। अगमबानीमा एकदमै धेरै फोकस, अनि त्यसपछि दर्शनमा फोकस, सेवाको कुरामा फोकस। सिकाउनेले पनि शासन गर्नेले त दत्तचित्त साथ शासन गरोस् भन्ने पनि वरदान हो भनेर सिकाएन। एक्ज्याक्टली। यो त म अझ अनेस्टली भन्नु, म अहिले भन्दाखेरि त मलाई लाज लागिसक्यो। मैले यो यसरी बुझेकै थिएन ल, तपाईँले अलिक भन्दा भयो होइन। अनि शासन गर्नेले दत्तचित्त भएर भनिसकेको छ बाइबलले होइन। अनि कृपाको काम गर्नेले खुसी साथ। सो हामीहरू चाहिँ अलिकति सर्फेसमा आएको के भन्ने अब यो
आत्माको फलहरूको बारेमा चाहिँ धेरै चर्चा गर्छौँ होइन, तर आत्माको फलमा केही यस्ता कुराहरू पनि छन् जुन चाहिँ लुकेका छन् र चर्चा नगरेर नै हो नि त त्यो लुकेको होइन। अहिले तपाईँले भन्दा अब मलाई नि मैले यसरी बुझाएको थिएन दाइ, अनेस्टली भन्ने क्या। अब यो धेरै पढ्यो नि त रोमीको पुस्तक त होइन, हो नि त होइन, भनेपछि त हामी हुनुपर्छ। अनि मेरो पनि क्या दाइ, तर हामीले कति पढेको चाहिँ मैले तपाईँको धेरै अगाडि पाएको शिक्षा चाहिँ कहाँ राजनीतिमा त उभिनै नै हुँदैन भन्ने शिक्षा प्राप्त मैले त। किनभने कति लामो समय हामीले गलत शिक्षामा उर्किँदा लामो समयसम्म नेपालको यो के भन्छ, अब नेपालको राजनीतिक स्थिति चाहिँ कस्तो भयो भन्दाखेरि नेपालको राज्यको नीति चाहिँ इसाईहरूको विरुद्धमा भयो क्या लामो समयसम्म। अनि नेपालको राजनीति चाहिँ इसाईहरूको विरुद्धमा भएको कारणले गर्दाखेरि हाम्रो विरुद्धमा भएको राजनीति चाहिँ हामीले त्यसमा सहभागी हुनुहुन्न भन्ने प्रकारको अवस्था थियो क्या विगतमा। तर अब त नेपालको राज्यको नीति त इसाईहरूको विरुद्धमा त छैन नि त, नीति त होइन। अब त धर्मनिरपेक्षताको नीति छ है। त्यही कारणले गर्दाखेरि अबको यो नीतिबाट पनि हामीले चाहिँ पकेट गर्न एकदमै सक्नुपर्छ होइन। यसको सकारात्मक कुराहरूलाई हामीले, यसको उपजहरूलाई हामीले अभ्यास गर्न चाहिँ हामीहरूले पनि एकदमै तत्परता साथ चाहिँ सिक्नुपर्ने हो। तर हामीहरू पनि कुनै समयमा इसाईहरूको एगेन्स्टमा रहेको नीतिलाई हेर्ने दृष्टिकोणमै छौँ क्या हामीहरू अहिलेसम्म पनि। सो अहिले अब हावा परिवर्तन भएको छ, त्यो हावाको बहावको परिवर्तनमै ढल्किनु हामीलाई एकदमै राम्रो हुन्छ, किनभने यो पनि हाम्रो प्रार्थनाको उत्तर हो भनेर विश्वास गर्नु पर्यो नि एकदमै। अनि हामीले कुनै समय चाहिँ नेपालमा इसाईहरूलाई चाहिँ स्वतन्त्रताको सास फेर्ने हावा दिनुहोस् भनेर प्रार्थना गर्दैथ्यौँ भने अहिले यो हाम्रो प्रार्थनाको उत्तर हो भनेर किन विश्वास नगर्ने त? यदि हामी हाम्रो प्रार्थनाको उत्तर हो भनेर विश्वास गर्छौँ भने त्यो विश्वासलाई घोषणा र दाबीको साथ आत्मसात गरेर अगाडि किन नबढ्ने है। यो भन्दै गर्दाखेरि अब इसाईहरू पनि अब पार्टी खोल्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस् भन्ने पक्षमा चाहिँ म अलिकति इसाईहरूको पार्टी छ त दाइ, साँच्चै भन्नु न तपाईँ इसाई होइन छैन भन्दा पनि म चाहिँ इसाईहरूको पार्टी खोलेर अगाडि बढौँ है भन्ने चाहिँ त्यसमा चाहिँ म त्यति तपाईँ के अरे त्यसमा अलिक प्यासिभ कन्भिन्स छैन म अलिक कन्भिन्स छैन, अलिक म त्यहाँ प्यासिभ नै रहन चाहन्छु। त्यही त म यही कुरामै गर्नु भएको थियो। अब हामीसँग टाइम त कति फेभर गरला, तर नेपालमा इसाईहरूको एउटा के अरे राजनीतिक दल छ होइन। अब एक्चुअली दुई थियो, एक भयो फेरि फुट्यो क्यारे, दुइटै छ क्यारे। मलाई त्यति त्यसको बारेमा त्यो पार्टी नै खोलेर हिँड्नु चाहिँ दाइले भन्नुभएको छ। मैले उहाँहरूसँग नि अब म नाम लिन चाहन्न, अब के अरे मिडियामा उहाँहरूसँग भेटेर नि कुरा हराएँ अब मैले होइन। अनि त्यो धर्मकै नाममा पार्टी खोल्नु त ठिक लागेन दाइ मलाई पनि क्या, अनेस्टली भनेको। केही साथीभाइहरूले सुरुमा चाहिँ त्यो प्रकारले कार्यनिर्देशन बनाए पनि पछि गएर चाहिँ एउटा जेनरल पार्टीमै कन्भर्ट गर्नुभएको छ। अब हेर्दैछौँ के हुन्छ। मुक्ति के हो? मुक्ति चाहिँ अनन्त जीवनको सुनिश्चितता हो। क्रिस्चियनहरू हामी मुक्तिकै लागि भन्छ। अनन्त जीवन मरेपछि मात्र हो कि यहाँ जिउँदो हुँदा संसारमा हुँदा पनि हो? संसारमा हुँदाखेरि चाहिँ हामीहरूले हाम्रो वंशानुगत पापको लेखी भोगिरहेको हो है, जुन हामीले भोग्नै पर्थेन, जुन हामीमा थिँदै थिएन कि हामीले आर्जन गरेको एउटा स्टेज अफ लाइफ हो कि यो जुन मरणशील लाइफ चाहिँ। त्यो चाहिँ आदम र हावाको चाहिँ अवस्थामा हामीले हेर्छौँ भने त्यो थिँदै थिएन। मानिसलाई परमेश्वरले त्यो त्यस्तो अहिले जुन जीवनमा हामीले जिरहेछौँ यस्तो के भन्छ अवस्थाको लागि सृजनु भएको होइन है। त्यही कारणले गर्दाखेरि यो चाहिँ अहिले हामीले एउटा फेज जुन हामीले निम्ताएको फेज भनौँ न, पापले भित्र आएको मृत्युको फेजलाई चाहिँ हामीले जिरहेको छौँ। यसको लागि मुक्ति चाहिन्छ। मुक्ति चाहिँ अनन्त जीवनको सुनिश्चितता हो। अनि येशूले भन्नुभयो उद्धार र मुक्ति भने हो। त कतिपल्ट चाहिँ के अरे त्यो मुक्ति पाउने मिठो सपना बोकेर कति मान्छेहरू चाहिँ यहाँ तपाईँको नरकीयमा पाउने जस्तो दुःख पनि कष्ट पनि भोगिरहेको हुन्छ क्या। त्यही भएर मैले मुक्ति चाहिँ मर्नै पर्ने हो कि यहाँ हुँदा नि हुने हो मुक्ति शरीरमा हुँदा पनि? मुक्तिको लागि चाहिँ शरीरले पाप गरेको कारणले गर्दाखेरि शरीरमै हामीले मुक्तिको
बाटोको सुनिश्चितता गर्नुपर्छ। त्यो एउटा कुरा चाहिँ हो शरीरमा हुँदै शरीरमा छँदै, किनभने शरीरमा छँदै पाप आयो नि त, पापले चाहिँ मरणशील शरीर दियो। त्यही कारणले गर्दाखेरि त्यही शरीरको अवस्थामा हामीहरूले मुक्तिको लागि त्यो मुक्तिको बाटोको सुनिश्चितता को रोजाइ चाहिँ हामीले रोज्नुपर्छ। र त्यो चाहिँ शरीरमा हुँदै। र हामी इसाईहरूले चाहिँ एउटा जीवन बाहेक दोस्रो जीवनको कुराकानी गर्दैनौँ। हिब्रूको पुस्तकले भन्छ एकचोटि मृत्यु त्यसपछि सिधै न्याय, होइन? त्यही कारणले गर्दाखेरि पनि जन्म 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 जन्मको कुराकानी गर्दैनौँ। सो अहिले नै नाउ इज द टाइम, है? त्यो भएको कारणले गर्दाखेरि यो हाम्रो पापको कारणले गर्दाखेरि हाम्रो शरीरमा हामीले विभिन्न अरू कुरा निम्त्यायौँ क्या, है? कतिजनाले चाहिँ सबै कुरो परमेश्वरले नै बनाउनु भएको हो भनेर भन्छ। परमेश्वरले चाहिँ जुन फल नखानु भनेर भनेको थियो रोमी 1 अध्यायमा चाहिँ तैँले साटिस भनेको छ क्या, है? झुटको ज्ञान तैँले सत्यको ज्ञानलाई तैँले झुटसँग साटिस भनेको छ, है? त्यो साट्नु चाहिँ के रहेछ त भन्दाखेरि अदनको बगैँचामा त्यो फल खानु भनेको चाहिँ त्यो परम धन्य परमेश्वरको ज्ञानसँग पाप साट्यो, त्यो झुटको चाहिँ कुरो साटेको रहेछ, है? त्यो सटफेर रहेछ क्या, करारलाई चेन्ज, कन्ट्र्याक्ट ब्रिच, है? ब्रिचिङ अफ द कन्ट्र्याक्ट। सो त्यो चाहिँ के भनेको रहेछ भन्दाखेरि आदमले परमेश्वरको अब तपाईँको ज्ञान अन्तर्गत नरहेर मलाई असल र खराबको ज्ञान दिने त्यो ज्ञानको कन्ट्र्याक्ट अन्डरमा म जान चाहन्छु। साटफेर रहेछ क्या कन्ट्र्याक्ट, करारको चेनफेन। त्यही कारण रोमीको पुस्तकले चाहिँ ठ्याक्कै के भन्छ भने तैँले चाहिँ सत्यको परमेश्वरको ज्ञानसँग झुटको कुरा, झुटसँग चाहिँ तैँले त्यो कुरो साटिस, है? सो आदमले चाहिँ खास चाहिँ त्यहाँ फल खानु चाहिँ भन्दा पनि फल खानु भनेको चाहिँ मैले साटेँ। सो यो करार चाहिँ कहिले भङ्ग हुन्छ भन्दाखेरि तैँले त्यो फल खाइस् भने यो करार भङ्ग हुन्छ भनेको रहेछ क्या। सो देयर इज नथिङ टु डु विथ द फल, है? वास्तवमा त्यो फल खानु भनेको चाहिँ अब म तपाईँको करारमा रहँदिनँ, म तपाईँको कन्ट्र्याक्टमा छुइनँ, है भनेर शरीरले देखाएको संज्ञा त्यो, है? सो त्यो गर्नु बित्तिकै जुन नयाँ ज्ञान हामीमा प्रवेश गर्यो नि, अब हामीमा सत्य ज्ञान भएन, जुन नयाँ ज्ञान हामीमा प्रवेश गर्यो त्यो नयाँ ज्ञानले सबैभन्दा पहिला मलाई मेरो जीवनमा लाज ल्यायो। अनि मैले आफूलाई के देखेँ त? नाङ्गै देखेँ, है? लाज पश्चात मेरो जीवनमा चाहिँ त्यसले डर ल्यायो। त्यसपछि म परमेश्वरबाट लुक्न सक्छु भन्ने चाहिँ ठानेर कहाँ लुके त? झाडीको पछाडि लुक्न गयो, है? अनि त्यो जुन नयाँ करारको ज्ञान छ नि त्यसले ल्याएको कुरा है हाम्रो जीवनमा, है? अनि त्यसपछि तेस्रो कुरो चाहिँ त्यसले के ल्यायो भन्दाखेरि चाहिँ त्यसले चाहिँ दोषार्पण, मैले कहाँ हौ, त्यसले कहाँ हौ, यसले, है? राम्रो कुरा होइन, यसले। सो अनि रोमी 3:23 भन्छ पापको ज्याला मृत्यु। सो कसैले म चाहिँ यस्तो धर्मात्मा हो, म सिद्ध हो, परम पूज्य पवित्र हो भनेर कसैले क्लेम गर्छ भने उसले बाइबलमा लेखिएको रोमी 3:23 सम्झोस् क्या। त्यो पदले के भन्छ भन्दाखेरि पापको ज्याला चाहिँ मृत्यु हो। हामी किन मरिरहेको छौँ त भन्दाखेरि हामीले पाप गरेको कारणले गर्दा। सो परमेश्वरको अदालतले के भन्नुभयो भन्दाखेरि तैँले पाप गरिस्, अब त के हुन्छ, त्यसको ज्याला चाहिँ तैँले के गरेर तिर्नुपर्छ त? मरेर। सो परम पवित्र सिद्ध व्यक्ति जसले चाहिँ आफूलाई क्लेम गर्छ नि, उसले त्यो सिद्ध चाहिँ क्लेम गर्छ भने उसले नमरेर देखाउनुपर्छ क्या। त्यो सम्भव छैन, है? यदि कोही मर्छ भने ऊ के छ? पापको ज्याला तिर्दैछ उसले पापको ज्याला तिर्यो। आफूले नगरेको पापको ज्याला किन तिर्नु, होइन?
किन तिर्नु ऊ मर्छ भने त उसले गरेकै हो नि त त्यो अघि तपाईँले भन्नुभएको थियो नि होइन मिठो सो अब म फेरि त्यहाँ अघि तपाईँको प्रश्नको प्रसङ्ग फर्किँदैछु त्यही कारणले गर्दाखेरि यो पापको कारणले गर्दाखेरि सम्पूर्ण दुःख हामीले सत्यको कुरोलाई साटेर हजुर त्यो साटफेर गरेर त्यो कन्ट्र्याक्टलाई बदलेर चाहिँ हामी आफैले निम्त्याएको हो क्या आफ्नो जीवनमा त्यही कारण यो शरीरमा ती सम्पूर्ण नर्कसरीको कतिजनालाई होइन बिचरा जो चाहिँ अब अनुग्रहमा छैन उसलाई कतिजनालाई चाहिँ नर्कसरीकै अनुभव गर्नुपर्छ होला बिचराहरूले है त किन भन्दाखेरि यो निम्त्याएकै कुरा हो क्या यो देखिएर एउटा बप्तिस्मा लिइसकेपछि मुक्ति सुनिश्चितता भयो भनौँ न एउटा बप्तिस्मा लिएर परमेश्वर प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेर बप्तिस्मा लिइसकेको प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेर बप्तिस्मा लिइसकेको मान्छेको कुन कन्डिसनमा चाहिँ उसको मुक्ति खोज्न सक्छ यो 2-3वटा चाहिँ ग्रुपहरू छ एउटा चाहिँ मुक्ति गुम्छ भन्ने ग्रुपहरू छ एउटा चाहिँ मुक्ति गुम्दैन भन्ने ग्रुपहरू छ है पावलले के भन्छ भने मैले दौड सिद्धाएको छु मैले आत्मिक लडन त लडेको छु होइन मैले मेरो विश्वासलाई जोगाइरहेको छु है सो त्यो अर्थमा अब आफ्नो मुक्तिलाई जोगाइराख्ने कुरोकानी त पावलले पनि गरेको रहेछ भन्ने अर्थ जान्छ तर कतिवटा पदहरूले चाहिँ कस्तो भन्छ भन्दाखेरि यो चाहिँ तिमीलाई दिएको तिम्रो वरदान हो मुक्ति चाहिँ तिम्रो वरदान हो प्रभु येशू ख्रिस्टलाई ग्रहण गरे बापत है सो यो कुरामा तर म चाहिँ के भन्न चाहन्छु भने तपाईँ नि म विश्वासी भएको नाताले मैले येशू प्रभुलाई ग्रहण गरेँ र म अब मेरो मुक्ति चाहिँ निश्चित छ भनेर चुप्प लागेर बस्नु मिलेन हामीले महान आज्ञाको काम चाहिँ गर्नै पर्छ अनि महान आज्ञाको काम पनि गवाही साथ है गवाही साथ आत्माको फल फलाउँदै किनभने वचनको यो पाटो मान्छु त्यो पाटो मान्दिनँ भन्नु नि मिलेन क्या फेरि है सो यसैलाई भन्ने कुरोमा हामीहरू लामो तर्कमा जाँदै गर्दाखेरि पनि प्रभुमा हामीहरू बाँचिसकेपछि हामी त्यसै बस्न मिल्दैन हामीले महान आज्ञा पुरा गर्नुपर्छ है आत्माको फल फलाउनै पर्छ गवाही बनेर फेरि है इसाई गवाहीमा फेरि है अनि अर्को कुरो चाहिँ के भन्दाखेरि आत्माको फलहरू इसाई गवाहीमा त्यो गर्नै पर्छ सो त्यो पनि आज्ञा हो नि त हैन घुम्न सक्ने चान्सेस भएर त होला नि त के अरे जो अन्तिमसम्म रहन्छ त्यसलाई उठाइने छ भनेको छ होइन दुईजना तपाईँको के अरे जाँदो पिँधिरहेको हुन्छ एकजनालाई उठाइने छ एकजना छोडिने छ भनेको डेफिनेटली हुनसक्छ छोडिने त गुम्यो होइन तपाईँ श्रीमान श्रीमती सँगै चाहिँ खाटमा सुतिरहेको छ एकजना त्यो बाइबलले त्यो क्लेमै गर्दैन होइन त्यो त घुम्न सक्ने चान्सेस त रहेछ नि त तपाईँ मैले बप्तिस्मा लिएको छु अब म फेरि मरुन्जेलसम्म सिनफुल लाइफ के अरे बाँच्यो भने त त्यो त मेरो घुम्ने चान्सेस त रहेछ नि त होइन तर अघि तपाईँले भन्छ एउटा केही ग्रुप रहेछ फेरि घुम्दैन वान टाइम एक्ट हो यो चाहिँ भनेर वान टाइम एक्ट हो भनेर भन्दो रहेछ वान टाइम एक्टमा पनि अब हाम्रो कार्यको इभ्यालुएसनको त्यसको चाहिँ अब के भन्ने अब अकाउन्ट हुन्छ त्यहाँ हजुर भन्ने प्रकारको कुरोकानी उहाँहरूको सो यो एउटा विभिन्न साम्प्रदायिक तर्कहरूमा हामी नगएर तर जे होस् हामीलाई दिएको आज्ञा विश्वास गर्यो मुक्ति पायो निश्चित पनि भयो तर त्यतिमै मात्र हामी सीमित रहन मिलेन महान आज्ञा त पुरा गर्नै पर्यो तपाईँसँग म यसमा अलिकति कुरा भन्न जाएको थियो हामीसँग टाइम चाहिँ धेरै छैन किनकि तपाईँले अघि नै मलाई टाइमलाइन दिनुभएको छ मलाई यसमा अझै धेरै जानु मन थियो क्या यो यसमा चाहिँ तर म यसलाई स्किप गर्छु कुनै दिन तपाईँसँग टाइम भयो भने हामी फेरि छलफल गरौँ ल अहिले चाहिँ मलाई तपाईँसँग छलफल भन्दा चाहिँ वर्सिप के हो त वाट डु यु मिन बाई वर्सिप मैले अघि पनि यसको बारेमा सानो कुराकानी निकालेँ होइन परमेश्वरले खोज्नु भएको चाहिँ आराधना हो है हाम्रो कलिङ चाहिँ आराधनाको लागि हो हाम्रो कलिङ चाहिँ स्तुति प्रशंसाको होइन है स्तुति प्रशंसा चाहिँ तपाईँले र मैले चाहेर दिएको हो क्या है तर वास्तविक हाम्रो कलिङ चाहिँ के हो त आराधनाको कलिङ हो नि त है अनि परमेश्वरले प्रभु येशू आफैले जो चाहिँ आराधनाको चाहिँ रिसिभर हुनुहुन्छ जो चाहिँ आराधनाको खुद योग्य परमेश्वर हुनुहुन्छ येशू प्रभु आफैले भन्नुभयो आत्मा र सत्यताको अनि मत्ती 22 चाहिँ उहाँले भन्नु भन्दा तिम्रो सारा हृदय सारा समझ र सारा प्राणले तिमीले आफ्नो परमेश्वरलाई प्रेम गर सो परमेश्वरलाई सारा हृदय सारा प्राण र सारा समझले प्रेम गर्न सक्नु नै आत्मा र सत्यताको आराधना हो
है। मानिसहरू चाहिँ येशू ख्रीष्टको बलिदान बिना सारा हृदय, सारा प्राण र सारा समझले परमेश्वरलाई आराधना गर्नै नसकिरहेको रहेछ। हजुर है। किन भन्दाखेरि आत्माबाट दिनुपर्ने आराधना अनि परमेश्वरले त्यो आत्मालाई मानिसमा भएको त्यो आत्मालाई योग्यको नबनाएको कारणले गर्दाखेरि मानिसले चाहिँ त्यो आत्माबाट परमेश्वरलाई पुकारा गर्न नसकिरहेको रहेछ। किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् है। रोमी 3:23 अघि मैले पापको ज्याला मृत्यु हो चाहिँ रोमी 6:23 भन्नुपर्ने होला सायद है, 3:23 भन्ने होला। सो रोमी 3:23 सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। सो यो वचनले चाहिँ हामीहरूलाई यूहन्ना 4को आत्मा र सत्यताको आराधना गर्न र मत्ती 22को प्राण, आत्मा र सारा समझले परमेश्वरको आराधना गर्न रोकिरहेको रहेछ क्या। भनेपछि वर्शिप भनेकै हाम्रो सारा हृदयले, सारा प्राणले, सारा प्राण अनि सारा समझले परमेश्वरलाई प्रेम गर्नु पर्यो। सो वर्शिप चाहिँ गर्ने कार्य हो, वर्शिप चाहिँ भन्ने कार्य होइन। एक्ज्याक्टली है। एकजनाले तपाईँ यसमा मैले तपाईँ कन्टिन्यू गर्नु होला। एउटा पास्टरले मलाई यस्तो चित्त बुझायो क्या दाइ, उहाँले के भन्नुभएको रहेछ भने बाइबल इज नट अबाउट अन्डरस्ट्यान्डिङ, इट इज एक्सेप्टेन्स रे क्या। यस्तो मजा लाग्यो क्या है। प्लिज तपाईँको तपाईँले भन्नुभएको थियो। ओके, अनि वर्शिप चाहिँ अभ्यासको कार्य हो। हजुर, यो चाहिँ बोल्ने कार्य होइन। हजुर, जसले चाहिँ वचन, प्रार्थना, गीत, सङ्गीत यी सबै कार्यहरूलाई चाहिँ स्तुति प्रशंसामा सीमित राखिदिन्छ क्या। हजुर है। सो स्तुति प्रशंसा त हामीले गर्ने कार्य हो, मैले अघि नै भने नि। सो तपाईँ अनि मेरो साँचो स्तुति प्रशंसा चाहिँ कस्तो हुनुपर्छ? प्रेज एन्ड वर्शिप, प्रशंसा र आराधना। र भन्ने शब्दले यो एउटा छुट्टै हो, एउटा छुट्टै हो। त्यो पार्टलाई चाहिँ यता र उता बनाइदियो नि त, प्रशंसा र आराधना होइन। सो स्तुति प्रशंसा, साँचो स्तुति प्रशंसाले मात्रै we should be able to transcend true praise into the worship. है। स्तुति प्रशंसा चाहिँ यस्तो होस् जसले चाहिँ हामीलाई वर्शिपमा ट्रान्सेन्ड गर्छ क्या। है। त्यही कारणले गर्दाखेरि स्तुति प्रशंसा चाहिँ के हो भन्दाखेरि हात उठाउने, घोडा टेक्ने, साष्टाङ्ग दण्डवत गर्ने, है, रुने, कराउने, गीत गाउने, बाजा बजाउने, वचन बोल्ने, प्रार्थना गर्ने, भेला हुने, यी सबै कुराहरू चाहिँ स्तुति प्रशंसाका एक्टहरू हुन्। भने जब भक्तिमा है परमेश्वरको शक्ति, महिमा अनि आश्चर्यपूर्ण कार्यको घोषणा गर्दै जब भक्तिमा हामी आफ्नो हृदयलाई प्रभुको उपस्थितिमा अगाडि आउँछौँ नि, तब यसले चाहिँ हामीहरूको घमण्डलाई, हाम्रो ज्ञानलाई चुर गर्ने रहेछ क्या। मेरो मलाई जब यसले फाल्छ नि, जब परमेश्वरको भक्ति, परमेश्वरको महिमा, परमेश्वरको आदरले चाहिँ मेरो मलाई, मेरो ज्ञानलाई, मेरो घमण्डलाई फाल्छ नि, देन we start to transcend into worship. है। त यो कसरी हुनसक्छ भन्दाखेरि मेरो भक्तिलाई म एकदमै मेरो हृदयभित्रको भजनबाट पनि प्रस्तुत गर्न सक्छु। मेरो हृदयभित्रको ज्ञानको प्रकाशबाट आएको, परमेश्वरको ज्ञानको प्रकाशबाट आएको वचनको समझले पनि प्रस्तुत गर्न सक्छु होइन। गीतले प्रस्तुत गर्न सक्छु, कोरसले प्रस्तुत गर्न सक्छु, मेरो एकदमै विशेष कलाको के भन्छ क्षमताले पनि होइन, सङ्गीतको कलाको क्षमताले पनि म प्रस्तुत गर्न सक्छु, प्रार्थनाको क्षमताले पनि म प्रस्तुत गर्न, सबै कुरोबाट म मेरो साँचो स्तुति प्रशंसालाई जब प्रस्तुत गर्छु र त्यस कार्यले जब मेरो मलाई निकालिदिन्छ नि, तब त्यो चाहिँ साँचो स्तुति प्रशंसा भयो। त्यस्तो स्तुति प्रशंसाको अभ्यासले हामीलाई वर्शिपतिर जोड्याउँदछ। सो वर्शिप गर्नु भनेको चाहिँ अब के हो त भन्दाखेरि, वर्शिप गर्नु भनेको चाहिँ त्यही परमेश्वरको सम्पूर्ण कुरोलाई आफ्नो वास्तविक जीवनमा अभ्यास गर्नु। म वचन सुन्छु, म वचन बोल्छु, म हृदयबाट यो कुरो गर्छु भने म डेफिनेटली वर्शिपमा ट्रान्सेन्ड हुन्छु। तर म बोल्नको लागि मात्रै म वचन बोल्छु,
म जानको लागि मात्रै शनिबार गएर म सङ्गतिमा वचन सुन्छु भने मेरो स्तुति प्रशंसा नै इन्कम्प्लिट भयो क्या। सो स्तुति प्रशंसा नै मेरो चाहिँ साँचो भएन। त साँचो स्तुति प्रशंसाले सधैँ हामीहरूलाई वर्सिपको साइकलमा दोहोऱ्याउँछ। सो प्रेज एन्ड स्तुति प्रशंसा चाहिँ हाफवे राउन्ड मात्रै हो साइकलको। जब स्तुति प्रशंसा चाहिँ वर्सिपतिर ट्रान्सेन्ड हुन्छ नि तब साइकल चाहिँ कम्प्लिट हुन्छ। भनाइको मतलब प्रभु म विश्वास गर्छु तपाईँले मलाई आशिष दिनुहुन्छ, मैले प्रार्थना गरेँ, अब त्यो विश्वासको अभ्यासमा म आशिषित हुँ भनेर आफ्नो जीवन व्यतीत गर्नु पर्यो नि। सो जब म त्यो विश्वासको प्रार्थनालाई विश्वासमा आफ्नो जीवन चाहिँ व्यतीत गर्छु तब मैले आराधना गरेँ क्या। आज मैले वचन सुने, त्यो वचनको सुनेको अनुसार मैले मेरो जीवनमा त्यो वचन सुनाइको पालना गरेँ भने, अभ्यासमा ल्याएँ भने तब आराधना भयो। सही हो है। म वचन बोल्दैछु, अब म बोल्ने मान्छे भने वचन त दुई धारे तरवार हो। मैले वचन बोलेँ, मैले सबैलाई सिकाएँ, तर गुरु नै फेल भएर त वर्सिप भएन है। सो मैले सिकाएँ र त्यो सिकाउँदै गर्दाखेरि त्यो कुरोबाट म आफै पनि सिक्दैछु र म आफैलाई पनि त्यो सिकाएको कुरोको अभ्यासमा उतार्दैछु भने त्यहाँ चाहिँ वर्सिप भयो। सो एभ्रिथिङ द्याट वी डु कुड बी प्रेज, बट द्याट प्रेजको लागि हामीलाई बोलावट आएको त होइन। हाम्रो बोलावट चाहिँ के त? आत्मा र सत्यताको आराधना गर्ने आराधकहरू होइन। हाम्रो बोलावट त आराधक हो नि त। हामी किन अघि पनि दरिद्रमा जिउँदैछौँ, हामीहरू किन आशिषविहीन भएर जिउँदैछौँ, हामी किन भन्ने प्रश्न चाहिँ सधैँ आर वी स्टक इन प्रेज अर वी आर ट्रान्सेन्डिङ इन्टु वर्सिप। है हामीहरू प्रेजमै मात्र अड्किरहेछौँ कि हामी चाहिँ साँचो आराधक बन्न सकिरहेको छौँ। सो सबै प्रश्नको उत्तर चाहिँ यहीँ छ। धेरैजना चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्रेज चाहिँ देखिने ठाउँ हो कि है। स्तुति प्रशंसकहरूको ठाउँ चाहिँ देखिने ठाउँ हो। वेयर एज वर्सिपर्सहरू त धेरैचोटि अनदेख पनि हुन्छ क्या। वर्सिपर्सहरू त देखिँदा पनि देखिँदैन है। बट देन देखिने ठाउँमा चाहिँ को हुन्छ अरे त? स्तुति प्रशंसकहरू, भजन बोल्नेहरू देखिने ठाउँमा हुन्छ, कोयरका मेम्बरहरू देखिने ठाउँमा हुन्छ, गिटारिस्टहरू देखिने ठाउँमा हुन्छ होइन। हात उचालेर प्रार्थना गर्नेहरू देखिन्छन्, घोडा टेकेर प्रार्थना गरेर छाती पिटी पिटी रुने कुराहरू देखिने कुराहरू हुन् होइन। देखिने कुराहरू सबै चाहिँ के हो त? प्रेज स्तुति प्रशंसाहरू हुन्। र कतिचोटि कस्तो हुन्छ भन्दाखेरि स्तुति प्रशंसा पनि साँचो लेभलको स्तुति प्रशंसा हुँदैन क्या। मैले त्यही अघि तपाईँले त्यही भएर वर्सिप के हो भने सोधेकै थियो। मैले कतिपल्ट साँचो भएकै देखेन क्या, त्यो तपाईँको स्टाइलको लागि होइन। अनि फेरि अब धेरैचोटि अब स्तुति प्रशंसा साँचो हो कि होइन, अनि यो वर्सिप भयो कि भएन भनेर निर्णय गर्ने निर्णायक हामी होइन। हाम्रो तर्फबाटको गर्ने कुरो के भन्दाखेरि ब्रिङ्गिङ ट्रु प्रेज टुवर्ड्स गड एन्ड ट्रान्सेन्डिङ ट्रु प्रेज टुवर्ड्स वर्सिप है। किन भन्दाखेरि हाम्रो बोलावट चाहिँ स्तुति प्रशंसकको लागि होइन, हाम्रो बोलावट चाहिँ आराधनाको लागि हो। आराधना चाहिँ परमेश्वरले चाहनु भएको। किन भन्दाखेरि आराधना स्पेसल छ। स्तुति प्रशंसा त म तपाईँको पनि गर्न सक्छु नि। ओहो रेशम भाइ तपाईँ कति गजब होइन, मैले तपाईँको गर्न सक्यो होइन। सो स्तुति प्रशंसा उहाँले खोजेकै होइन क्या। स्तुति प्रशंसा गर्नको लागि त सारा ब्रह्माण्ड नै अविरल। भजन सङ्ग्रहको पुस्तक मैले पढ्दै थिएँ बिहान होइन। खोला गरगराटको तालीको साथमा अविरल तपाईँको चाहिँ प्रशंसा गर्छ अरे क्या। खोला गरगराट होइन, खोलाको गरगराट चाहिँ ताली भनेर उहाँको स्तुति प्रशंसामा भजन सङ्ग्रहको पुस्तक पढ्दै थिएँ बिहान मैले है। हावाहरू गुनगुनाएर गीतमा तपाईँको स्तुति प्रशंसा गर्छ अरे क्या। स्तुति प्रशंसाको कमी उहाँलाई चाहिएको र उहाँले डिमान्ड गर्नुभएको चाहिँ आराधना। तपाईँले धेरैवटा क्वेसनको एन्सर अहिले दिनुभयो। सबै कुरोको एन्सर चाहिँ यो वास्तवमै भन्नुपर्दा होइन अहिले आयो क्या सबै कुरो। त्यही भएर नयाँ नियममा हामी पूर्ण रूपले खोज्छौँ भने दुईवटा कुरो मात्रै पाउँछ क्या। त्यो चाहिँ के हो भन्दाखेरि हराएकोहरूलाई परमेश्वर खोज्न आएको, दोस्रो कुरो चाहिँ साँचो आराधकहरू, आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरू खोज्न आएको।
So we have to ask ourselves कि हामी साँचो आराधक भएको छ कि छैन. Are we transcending towards worship? Worship. हामीहरू चाहिँ त्यो झुट Looking for मूर्खको something स्तुति else. प्रशंसामै हामीहरू रुमलिरहेका छौँ होइन. यो फेरि यति छिटो हुन्छ कि तपाईँको होइन. एउटा चाहिँ सामूहिक स्तुति प्रशंसा हुन्छ भने एउटा चाहिँ सामूहिक के भन्छ व्यक्तिगत स्तुति प्रशंसा हुन्छ. एउटा चाहिँ सामूहिक आराधना हुन्छ नि एउटा चाहिँ व्यक्तिगत आराधना हुन्छ होइन. त्यही कारणले गर्दाखेरि यो दुवै पक्षमा होइन हामीहरू भजन सङ्ग्रह 101 ले भन्छ घरभित्र मलाई चोखो राख्न मैले चोखो राखेको छु घरभित्र है. भजन सङ्ग्रह 101 को 2 अथवा 2 मा होला होइन. सो घरभित्र मैले आफूलाई चोखो राखेको छु. म एक्लै हुँदा मैले आफूलाई चाहिँ चोखो राखेको छु होइन. त्यो एकदम महत्त्वपूर्ण हुन्छ फेरि चोखो एक्लै हुँदाखेरि है. सो यो चाहिँ धेरैको निम्ति चुनौतीको वचन हो एकदमै है. किनभने म त्यही हो जब म एक्लो छु. एक्ज्याक्टली है. सो म वास्तविक म हो जब म एक्लो हुन्छु है. कसैले मलाई देखेको हुँदैन. तर पनि दाउदले भन्नुहुन्छ एक्लो भएको बेला पनि म तपाईँको लागि म आफूलाई चोखो राख्दछु. अनि फलोइङ वचनले चाहिँ भन्दछ प्रभु तपाईँ म कहाँ कहिले आउने है. सो जब म एक्लो रहँदाखेरि पनि आफूलाई चोखो राख्न सक्छु नि तब सामूहिक आराधना मेरो लागि प्रब्लम होइन क्या. तर सामूहिक आराधनामा चाहिँ म ठिक छु. तर एक्लो हुँदाखेरिको आराधनाको जीवन चाहिँ मेरोमा छैन. त्यो चाहिँ फेरि प्रब्लम हो. तैँले एकदम राम्रो भन्नुभयो. तपाईँ वास्तविक त्यो नै हो जो तपाईँ एक्लो हुँदा हुन्छ. एब्सोल्युटली दाइ म 100% एग्री अन दिस. अनि त्यही भएर कसैले भनेको सुनेको थियो तपाईँको पछाडि मैले जे भन्छ तपाईँको पछाडि तपाईँको एब्सेन्टमा त्यो चाहिँ वास्तविक मूल्याङ्कन चाहिँ त्यो हो अरे होइन. अनि यो वर्सिपमा अब धेरै नलेम्दै के अरे वर्सिपमा चाहिँ के अरे म्युजिक कतिको खाँचो हो कतिको महत्त्व हो. म्युजिकको भूमिका चाहिँ स्तुति प्रशंसामा हो है. स्तुति प्रशंसामा कतिको भूमिका. म्युजिकको भूमिका चाहिँ स्तुति प्रशंसामा हो. स्तुति प्रशंसामा म्युजिकको एकदमै राम्रो भूमिका छ. तर विशेष सामूहिक स्तुति प्रशंसामा है. सामूहिक आराधनालाई पनि हामीहरू धेरैचोटि अब यसलाई लामो फेरि जान्छ. र सामूहिक आराधना पनि झन्डै सामूहिक स्तुति प्रशंसा जस्तै हो. किनभने परमेश्वरले तिमीहरू एकसाथ भेला हुन नछोड भन्ने वचन पावलबाट दिनुभयो होइन. सो त्यो वचनको आज्ञा पालन गर्दैछौँ भने हामीले सामूहिक भेला हुनु भनेको नै आराधना हो है. त्यो अर्थमा सामूहिक आराधना छ. सामूहिक स्तुति प्रशंसा छ. व्यक्तिगत स्तुति प्रशंसा छ. व्यक्तिगत आराधना छ है. सो त्यो प्रकारको क्षेत्रमा सङ्गीतले एउटा राम्रो भूमिका खेल्छ. किनभने कुनै पनि सङ्गीतले तपाईँ नि मलाई फेरि परमेश्वरतिर हेर्नको लागि मेरो हृदयलाई छिटो खाली गर्न सक्छ भने त्यसले राम्रो भूमिका खेल्यो नि होइन. मलाई परमेश्वरतिर दोहोऱ्याउनुको लागि सङ्गीतले त्यो भक्तिमा आउनको लागि छिटो एक्ट गर्छ भने मैले त्यसलाई किन नअप्नाउने होइन. चाहे त्यो जुनसुकै शैलीको म्युजिक होस्. अनि अब धेरैजनाले चाहिँ म्युजिकलाई ट्रेन्डको रूपमा लिएको छ है. स्तुति प्रशंसाको समयमा म चाहिँ फेरि वर्सिप ग्रुप भन्दिनँ है. म चाहिँ स्तुति प्रशंसा प्रेज टिम भन्छु म चाहिँ. किन भन्दाखेरि वर्सिप टिम हो कि होइन थाहा छैन. तर स्तुति प्रशंसाको टिम चाहिँ हो. 100% स्तुति प्रशंसाको टिम चाहिँ हो. तर वर्सिप टिम हो कि होइन भन्ने कुरो चाहिँ त्यो परमेश्वरलाई थाहा छ है. सो स्तुति प्रशंसाको टिमलाई चाहिँ अब धेरैचोटि प्रश्न के सोध्छ भन्दाखेरि तब यो किन ट्रेन्डमा हुन्छ तपाईँहरू. सुरुमा छिटो गाउने होइन. त्यसपछि केही समयपछि स्लोमा पुग्ने के भन्छ मुभमेन्टमा पुग्ने अनि त्यसपछि विसर्जन गर्ने. किन यो ट्रेन्डमा. अनि यो चाहिँ अब हामीहरू लामो समयदेखि चाहिँ सङ्गीतको क्षेत्रमा रहेर यसलाई चाहिँ स्टडी गरिरहेको कारणले गर्दाखेरि यसको प्याटर्नहरूलाई हामीले हेरेको छौँ क्या. यसको प्याटर्न मात्र नभएर त्यो गीतमा बोलिएका शब्दहरूलाई हामीले चाहिँ निहालेका छौँ. र धेरैजना वर्सिप चाहिँ के भन्छ टिमहरू होइन स्तुति प्रशंसाका टिमहरूले चाहिँ आफूले गीत छान्ने बेलामा के ख्याल गरेको छैन भन्दाखेरि यो आराधनाको गीत हो कि यो स्तुति प्रशंसाको गीत हो. एक्ज्याक्टली है. मैले अघि भने नि हरेक वर्सिप हरेक स्तुति प्रशंसा सुड ट्रान्सेन्ड
पिपल फ्रम प्रेज टु वर्शिप है सो त्यो क्रममा गीतको प्याटर्न पनि त्यही भएको क्या खास ठ्याक्क त्यही भएको अनि त्यो ज्ञानको कमीको कारणले गर्दाखेरि हो कि मान्छेले त्यो नबुझेको कारणले गर्दा हो कि वा आफ्नो भावमा डुबेर त्यस्तै किसिमको गीतहरू भएर हो कि प्रेजका गीतहरू चाहिँ प्राय फास्ट छन् नेपाली भजनमा हैन अनि वर्शिपका गीतहरू चाहिँ प्राय भजन छन् अनि स्लो छन् के खास जानेर बुझेर मान्छेले गर्नु खोजेको त्यही हो फास्ट कमिङ टुवर्ड्स स्लो इज प्रेज एन्डिङ इन्टु वर्शिप अब धन्यवाद येशू धन्यवाद येशू धन्यवाद येशू मेरो मनदेखि धन्यवाद यो प्रेजको गीत हो कि आराधनाको गीत हो यो हैन हामीले प्रेजमा चलाउँछौँ धेरैबाट प्रेजमा गाउँछौँ हैन यो प्रेजकै गीत हो हैन आजको दिन उनले सृजेका रमाउँदै जाउँ खुसी मनाऊ र आनन्द गरौँ यो प्रेजको गीत हो कि आराधनाको गीत हो यो हैन यो आराधनाको गीत हो कि यो हामीले त धेरैबाट प्रेजमा चलाउँछ हैन आजको दिन उनले सृजेका रमाउँदै जाउँ द्याट इज योर चोइस आनन्द मनाऊ द्याट इज योर चोइस आनन्द मनाउनु सिचुएसन होइन इट इज अ चोइस हैन चोइसमा जानु भनेको अभ्यासमा आउनु म आनन्दित छु भनेको चाहिँ मैले चुज गरेँ नि त म आनन्दित हुन चुज गरेँ नि सो मेनी टाइम्स म आनन्दित हुनु म जोयफुल हुनु चाहिँ मलाई चाहिँ सिचुएसन धेरैलाई सिचुएसन हो जस्तो लाग्छ क्या बट द्याट इज नट द सिचुएसन बाइबलले चाहिँ हामीलाई सधैँ मेक आनन्दित हुनु चाहिँ तिम्रो चोइस बनाऊ भनेर सिकाएको छ कि बाइबलले त सबै कुरा हामीलाई चोइसमै राख्नु भएको छ यदि त्यो चोइस नभएको भए पावल र सिलासले जेलखानामा गीत गाउन सक्दैनथे है कठोर चाहिँ यातनाको समयमा उनीहरूले गीत गाउन सक्दैनथे सो आजको दिन उनले सृजेका रमाउँदै जाउँ खुसी मनाऊ र आनन्द मनाऊ भनेर यो चाहिँ के हो त आराधनाको गीत हो अब गीतकै कुरा त थोरै त तपाईँलाई म सोच्छु एउटा गीत छ क्या यो पवित्र आत्मा यो सिद्धान्त त प्रिन्सिपल्ली यो गीत ठिक हो कि बेठिक हो प्रिन्सिपल्ली यो गीत ठिकै हो पवित्र आत्मा कहाँ थियो त अनि स्वागत गर्नलाई आऊ भने यो चाहिँ कस्तो हुन्छ भने यो गीत मात्रै छैन पवित्र आत्मा आऊ भनेर स्वागत गर्नको लागि होइन अरू धेरै यस्ता गीतहरू छन् जुन गीतले चाहिँ पवित्र आत्मालाई स्वागत गर्छ म त्यसो भने पवित्र आत्मा आउन हामी पुरा फुलमाला लिएर स्वागत गर्न बसेको जस्तो फिल हुन्छ क्या यो चाहिँ हामीले त अब त्यो पवित्र आत्मा त हामीमा हुने हो कि हामीले डेफिनेटली बोलाएर स्वागत गर्ने त्यति मात्र नभएर पवित्र आत्मा त सर्वव्यापी हो नि त होइन अनि पवित्र आत्मा आऊ भन्नुको अर्थ चाहिँ के हो भन्दा हामी भित्रै बास गर्ने पवित्र आत्मा कतिजनालाई चाहिँ त्यो ज्ञान पनि छैन कि पवित्र आत्मा हामीमै छ भन्ने ज्ञान पनि छैन होइन जेसुकै होस् पवित्र आत्मा आऊ भन्ने शब्दले चाहिँ एउटा व्यक्तिमा कस्तो प्रकारको भावना उत्पन्न गराउनुपर्छ भने वा गर्छ भने म चाहिँ पवित्र आत्माप्रति सेन्सिटिभ भए भन्ने भावना दिन्छ कि त्यसले म भित्रै भएको पवित्र आत्मालाई म चाहिँ के भन्दैछु त पवित्र आत्मा मलाई चलाउनुहोस् भन्दैछु आउनुहोस् होइन मलाई चाहिँ आउनुहोस् छुनुहोस् भन्ने भजन आउँछ नि मलाई त्यो प्रिन्सिपली रङ लाग्छ क्या मलाई कहिले कहिले तर यो प्रिन्सिपली रङ नभएर यो प्रिन्सिपली वास्तवमा भन्ने करेक्ट हो किनभने ओम्नी प्रेजेन्समा भएको पवित्र आत्मालाई अब म के गर्दैछु भन्दाखेरि म चोइस दिँदैछु क्या मैले पवित्र आत्मा चोइस दिएको होइन मैले चाहिँ पवित्र आत्मा पिक गर्ने चोइस हो क्या त्यो सो म चाहिँ मेरो स्व इच्छामा पवित्र आत्मालाई भन्दैछु ममा आउनुहोस् किनभने वचनले के भन्दा म घचघचाउँछु है तिम्रो ढोका तोडफोड गर्दिनँ नि म घचघचाउँछु जसले उगार्छ म भित्र बास गर्छु र मसँग खानपिन गर्छु है सो त्यसको अर्थमा चाहिँ के भन्दा चाहिँ पवित्र आत्मा इज अवेटिङ है यद्यपि उहाँ सर्वव्यापी हुनुहुन्छ बट वी आर releasing ourselves to allow. मैले चाहिँ यो किन तपाईँ यु आर द पर्फेक्ट के अरे गेस्ट टु आस्क दिस क्वेसन किनभने तपाईँ लामो समयदेखि म्युजिक क्षेत्रमै हुनुहुन्छ अहिले थोरै त्यसको कुरा नै गरौँला जस्तो कि हामीलाई सरी के अरे प्रभु ईश्वरले के भनेको छ तिमीहरूको आत्मा चाहिँ के अरे तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो भनेको छ होइन अनि पवित्र आत्मा मसँग अलरेडी छ भने वाइ सुड आई वेलकम हिम त्यो त
तपाईँ चाहिँ जानकार व्यक्ति हुनुभयो नि त है सो यु अलरेडी अलाउड द होली स्पिरिट टु वर्क इन थ्रु यु है तर यस्ता कतिजना जवानहरू हुनुहुन्छ जसलाई चाहिँ इभन पवित्र आत्मा चाहिँ ममा खुम्चिएको छ भने नि महसुस छैन वा होइन उसलाई महसुस भयो सो he or she is asking okay है ओके मैले महसुस गरेँ पवित्र आत्मा तपाईँ ममा रहेर काम गर्न चाहनुहुँदो रहेछ तर म अलाउ गरिरहेको छुइनँ रहेछ मैले पवित्र आत्मालाई निराश तुलाइरहेको रहेछु गलातीको पुस्तकले भन्छ पवित्र आत्माले तिमीले निराश नबनाऊ है मैले निराश तुलाएको रहेछ तर अब आई एम विलिङ आई एम अलाउइङ प्लिज कम ओके त्यो अर्थमा चाहिँ आम एग्री अन विथ यु लाइक किन यो कुरामा अब हामी एक्चुअली त्यो रुई भ्याली जाने बेलामा गाडीमा हामी यस्तो लामो अरू गीत पनि पवित्र आत्मा आऊ पवित्र आत्मा आऊ पवित्र आत्मा हामी स्वागत गर्छौँ धेरै छ कि यो गीत सो जति पनि व्यक्तिहरूले यो गीत बनाए नि either they are releasing themselves and willing to हैन रिसिभ अनि तपाईले भन्नुभएको छ त्यो भक्करकोहरुलाई थटमा राखेर पनि त बनाउनु भयो होला यो तर भक्करको लागि मात्रै यसले काम नगरेर जो चाहिँ पवित्र आत्माको शक्तिमा झन् व्यग्र रूपमा चाहिँ काम गरिराख्नु भएको छ नि उहाँहरूले पनि पवित्र आत्मा अब चाहिँ मलाई एकदम झन् हेभी चलाउनुहोस् न भनेर पनि त्यो अर्थमा पनि के भन्छ पवित्र आत्मालाई चाहिँ एकदम आई वेलकम यु आर अलवेज वेलकम अटमोस्ट वेलकम मोस्ट वेलकम मलाई चाहिँ यो कस्तो भएको भने त्यो यो मेरो थर्कै मलाई पवित्र आत्मा कहीँ बसिरहनु भएको थियो अब हामी सबैले बोलायौँ अब त्यसपछि दुईजना पास्टरले चाहिँ यो पवित्र आत्मालाई स्वागत गर्ने कुरो मलाई मन पर्दैन भनेर भन्नुहुन्छ तर म चाहिँ के भन्न चाहन्छु भने भइरहेको पवित्र आत्मालाई अब तपाईँको जीवनमा मेरो जीवनमा म चाहिँ तपाईँलाई काम गर्नको लागि आई एम विलिङ भनेको क्या त्यो तपाईँको विलिङनेस चाहिँ त्यसले चाहिँ दर्शाएको मेरो विलिङनेस चाहिँ मैले चाहिँ प्रेजेन्ट गरेको पवित्र आत्मा हेप्जिबा ब्यान्डको तपाईँ त मेन भोकलिस्ट नै तपाईँ हो नि मेन भोकलिस्ट हामी हेप्जिबाको चाहिँ राम्रो कुरो के भन्दाखेरि हामी हेप्जिबाको लगभग ओभरअल नै भोकलिस्ट छौँ है कमसेकम 3-4 जना नै भोकलिस्ट छौँ अनि त्यसमा पछिल्लो चरणमा अलिक केही गीतहरू अलिक कुनै पनि इन्स्ट्रुमेन्ट नबजाइकन मैले गाइरहेको कारणले गर्दाखेरि धेरैले मलाई मेन भोकलिस्ट भन्छ तर मेन भोकलिस्ट नै भन्नै पर्यो भने चाहिँ मेरो ठुलो दाजु जोसेफ दाई र म चाहिँ मेन भोकलिस्ट नै भन्नु धेरै भयो त गीत नयाँ गीत नआएको किन नयाँ गीत त चाहिँ आइरहेको नै छ खालि हामीले युट्युबलाई चाहिँ त्यो एउटा चाहिँ मेन पोडियमको रूपमा प्रयोग गर्न सकिरहेको छैनौँ कि त्यही त मैले हेरेको त तपाईँहरूको जति तपाईँहरूको मार्केटमा छ त्यति युट्युबमा छैन मैले हेरिरहेको थिएँ किन तपाईँहरूले हाम्रो यो कमजोर पक्ष नै हो भनौँ न यो युट्युबलाई हामीले त्यस्तो प्रकारको मास हामीसँग कोल्याब गर्नु पर्ला जस्तो उहाँहरूको युट्युब है त्यो प्रकारको मास युट्युबलाई चाहिँ जुन मास कम्युनिकेसन रूपले प्रयोग गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो किन भन्दाखेरि हामी चाहिँ रिलको जमानाको मान्छे पऱ्यौँ है कन्सर्ट सिद्धिनु बित्तिकै बाहिर क्यासेट छ कृपया तपाईँले हामीलाई सपोर्ट गर्नको लागि साथ दिनको लागि एकजनाले एउटा किन्नु होला सिडी आयो त्यस्तै भन्यो होइन पेनड्राइभ आयो त्यस्तै भन्यौँ अनि त्यो भनिरहेको बानी हुँदा कहिलेकाहीँ त यस्तो भिडमा हामीले चाहिँ कार्यक्रम गर्छौँ सुसमाचारी कार्यक्रम गर्छौँ लाइक एन्ड सब्सक्राइब गर्नु होला भन्न नि बिर्सिन्छौँ क्या पहिलाको जमानाको भएर जस्तै अस्तिकै डिसेम्बरमा मात्र है हाम्रो पूर्व टुर भयो हामीले कहाँबाट सुरु गऱ्यौँ भने धरान अनुग्रह चर्चबाट सुरु गऱ्यौँ धरान अनुग्रह चर्चबाट ओपन कन्सर्टको लागि झन्डै 8,000-9,000 पथरीको मेन बाटो भित्रीको चाहिँ त्यो पुरानो बस्तीलाई त्यो मेन बाटो ब्लक गरेर भाइहरूले त्यहाँ स्टेज राख्नु भएको थियो त्यहाँ कार्यक्रम गऱ्यौँ त्यसपछि उदयपुरमा आयौँ बेलका नगरपालिकामा त्यहाँ पुरै सुसमाचार कन्सर्ट गऱ्यौँ अनि त्यसपछि हाम्रो टुङ्गिएको चाहिँ बनेपामा आएर बनेपामा 10,000 है ल्याकु ग्राउन्डमा त्यहाँको चाहिँ इसाई एकताले आयोजना गरेकोमा चाहिँ हामीले कन्सर्ट गऱ्यौँ है त्यहाँ पनि तपाईँले सब्सक्राइब गर्नु भन्नै बिर्सिनु अनि अब कार्यक्रम अहिलेको मान्छेले खालि युट्युबमा मात्रै देखिरहेको छ होइन वा स्थानीय जो चाहिँ प्रत्यक्ष रूपमा थिए पहिला चाहिँ स्थानीय रूपमा जो प्रत्यक्षमा थिए उसले मात्रै चाहिँ थाहा पाउँथे कार्यक्रम होइन अनि कार्यक्रम भइरहेको छैन भन्ने जस्तो लाग्थेन है अब अहिले चाहिँ युट्युबमा उपस्थिति नहुनु बित्तिकै कार्यक्रम नभए जस्तै जबकि अस्ति भर्खरको डिसेम्बरमा 4वटा ठाउँमा बृहत इस्ट नेपाल टुर नै भयो हाम्रो है अनि त्यसको टुरको कुनै भ्लग पनि छैन होइन छ होला
त्यो चाहिँ राखेको हुनुपर्ने सरी है मलाई थाहा छैन तर राखेको हुनुपर्ने किनभने हामीले भ्लग चाहिँ बनाएको थियौँ सो त्यत्रो टुर भयो अब हाम्रै कमजोरीको कारणले गर्दाखेरि धेरै मानिसहरूले चाहिँ त्यसबाट थाहा छैन त्यही कारणले गर्दा धेरै जवानहरूलाई हामीलाई यस पक्षमा हामीलाई सहायता गर्नुहोस् भनेर म आह्वान गर्न चाहन्छु प्लिज है हब्जिबा ब्यान्डलाई सब्सक्राइब गर्नु पर्यो एकदम म अहिले पनि भनिदिनु हेर्नु तपाईँले भनिदिनु पर्ने हो हब्जिबा ब्यान्ड फेरि कस्तो रहेछ म त अघि त मैले हिजोकै हेरेको थिएँ अनि त्यसपछि मैले फेरि होइन क्या भन्छ म 13K कि कति समथिङ मात्रै रहेछ सब्सक्राइबर अनि सब्सक्राइबर रहेछ होइन त्यति अनि होइन कि क्या भन्ने हो क्या मलाई चाहिँ अनि फेरि ह्याप्जिबा भन्ने रहेछ क्या दुईवटा रहेछ नाम पनि युट्युबको अर्को कुरो के हो भन्दाखेरि हामीले ब्यान्ड चाहिँ 25 वर्ष अगाडि सुरु गर्दाखेरि 25 वर्ष अगाडि 1999 है हामीसँग सुरु गर्ने कोही ब्यान्डै छैन है अहिले जो चाहिँ त्यो गरिरहेको छ सो 1999 सुरु गर्नेले हामीले यस्तो नाम छान्यौँ कि जुन नाम स्पेलिङ गर्नुको लागि आजको मान्छेहरूलाई नि गाह्रो क्या मलाई पनि गाह्रो भयो सबैले एचइपी जेडआइबिए लेख्छ जब कि त्यो राइटै हुँदैन है अनि देखाउँदैन सो नाम पनि गाह्रो भएको कारणले गर्दाखेरि त्यो के भन्ने अब हाम्रो कल्चरल नाम होइन नि त त्यो होइन अब क्रिस्चियन नाम हो क्रिस्चियनमा पनि प्राय प्रयोग भएको नाम होइन है जायन बेथलेहेम जेरुसलेम भइरहेको त जसलाई पनि त्यो स्पेलिङ थाहा छ होइन सो स्पेलिङको कारणले गर्दाखेरि कतिजनाले चाहिँ कति खोज्छौँ तपाईँको नाम के हो स्पेलिङ के हो है तपाईँहरूले चाहिँ यो स्पेलिङ चाहिँ लेखेर पठाउनुहोस् त भन्नुपर्ने स्थितिहरू चाहिँ छ देखिएर यसमा थोरै नेपालको क्रिस्चियन जगतमा हेर्ने हो भने हामी भौतिक लेभलको कुरा जब किताबहरूको कुरा गर्ने हो भने एकदम कम छ होइन मैले देखाएको चाहिँ यो म्युजिक इन्टरटेनमा चाहिँ हामी अलि राम्रै छ हो नेपालमा म्युजिकली नेपालको विभिन्न कल्चरल क्षेत्रको है सबैजना नै हामीहरू चाहिँ राम्रै छौँ किन भन्दाखेरि नेपाली चाहिँ म्युजिकमा रमाउने जाति पनि पर्यो एउटा है तपाईँको अडियन्सले कस्तो रियाक्सन दिन्छले पनि म्युजिकको प्रस्पेरिटीलाई चाहिँ असर पार्छ है त्यही कारणले गर्दाखेरि सबै समाजमा चाहे तपाईँ तामाङबाट आउनुहोस् चाहे तपाईँ गुरुङबाट आउनुहोस् चाहे तपाईँ थारूबाट आउनुहोस् चाहे तपाईँ जुनै पनि रेसबाट आउनुहोस् न होइन म्युजिक छ क्या आफ्नो तरिकाको म्युजिक नेवारबाट आउनुहोस् म्युजिक छ अनि म्युजिक पनि कस्तो म्युजिक भन्दाखेरि बिट भएको म्युजिक होइन अनि प्राय चाहिँ हाम्रो मौलिक बाजाहरू चाहिँ स्किन अन्तर्गतको ड्रम अन्तर्गतको म्युजिकहरू ड्रम्स भन्नु बित्तिकै के हो भन्दाखेरि रिदम है रिदम त नेपालीको नसामा नि टुङ टुक टुङ ढुङ टुक टुङ ढुङ टुक 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 है अनि कस्तो अफ टाइमिङको बिटहरू पनि क्या रिदम पनि टक टुङ टुङ टक टुङ टक टुङ टक टक टुङ टक टुक टुङ टक टुङ टक त्यो कस्तो के भन्छ त्यो काउन्ट नै एकदमै त्यो म्युजिक स्टडी गरेकोले मात्रै त्यो काउन्टमा रहन सक्ने किसिमको बिट सो यस्तो प्रकारको रेसबाट हामी आएको कारणले गर्दाखेरि म्युजिकमा चाहिँ नेपालीहरू धनी नै छ है रिसर्च चाहिँ कम्ती नै हो होइन तर हामी मासमा रिसर्चको कमीको कारणले गर्दाखेरि नै संसारमा हामीले त्यो पहिचान चाहिँ दिनुमा चाहिँ अलिकति रेसमा पछि भएको हो तर हामी माझ जो नेपाली माझ छौँ हामी म्युजिक लभर हौँ र म्युजिकको रिदमको तरङ्ग चाहिँ हरेक रेसको नसामा छ अब क्रिस्चियन म्युजिकको कुराकानी गरौँ क्रिस्चियन म्युजिकमा पनि त्यसैको रिफ्लेक्सन देख्न सकिन्छ है तामाङहरूले तामाङ सेलो बनाएको छ मगरहरूले त्यस्तै होइन तराईवासीहरूले त्यस्तै सबैले आफ्नो तौतरिकाको नेवारहरूले पनि नेवारी प्रकारको त्यो त्यसमा पनि युरोपियन स्टाइल पनि भित्रियो होइन युरोपियन स्टाइल भित्रियो जनमानसमा जवानहरूमा एकताका देशव्यापी नै त्यो प्रकारको होइन म्युजिकको चाहिँ ट्रेन्ड इस्टाब्लिस हुँदाखेरि त्यही प्रकारको म्युजिक चाहिँ मण्डलीमा पनि भित्रियो है अनि यहाँसम्म भित्रियो कि अब तपाईँहरूलाई थाहा छैन होला विगतको केही समयमा इभन सेकुलर फिल्डमा पनि ट्रेन्ड सेटर चाहिँ क्रिस्चियनहरू नै भयो क्या हो है यति धेरै चाहिँ क्रिस्चियन परिचयलाई चाहिँ लुकिएको तर क्रिस्चियन अनि सेकुलर ब्यान्डको धेरै सिनियर मान्छेहरू मलाई त के अरे यो हाम्रो के अरे उहाँको नाम के अरे कस्तो एकदम चर्चित उहाँ पनि क्रिस्चियन भनेर थाहै थिएन भने एउटा गायक दिव्य खालिङ होइन अन्जु पन्त होइन अन्जु पन्त त थाहा भयो त्यो साना साना ठुला होइन ए कर्णदास पछि मलाई थाहा भएको क्या उहाँ त
होइन तपाईँको अहिले तपाईँ दार्जिलिङतिरबाट सिक्किमतिर हेर्ने हो भने त पुरै क्रिस्चियन तपाईँ यो म्युजिक त सम्बन्धी प्रायः क्रिस्चियनै रहेछ किनभने त्यहाँ चाहिँ इन्स्टिट्युसनली म्युजिकलाई इस्टाब्लिस गर्नेहरू चाहिँ सुरुदेखि क्रिस्चियनहरू भयो क्या त्यही कारणले गर्दाखेरि इन्स्टिट्युसनली बेसमा चाहिँ म्युजिक सिक्ने हो भने चाहिँ क्रिस्चियनहरूले नै त्यसलाई चाहिँ त्यो 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 फोरम चाहिँ त्यो स्टेज चाहिँ क्रिस्चियनहरूले दिइरहेको थियो सो त्यही कारणले गर्दाखेरि अब क्रिस्चियन चाहिँ म्युजिकको क्षेत्रमा रिच नै छ फेरि म्युजिकलाई चाहिँ हामीहरू दिनचर्याको रूपमै नै प्रयोग गर्छौँ फेरि है हरेक सङ्गतिमा भजन गाएकै छ हरेक शनिबार गीत बाजा गाएकै छ सो साउन्ड सिस्टम म्युजिक स्पिकरहरू चाहिँ क्रिस्चियनहरूले धेरै एक्सपोजर पायो क्या यो क्षेत्रमा फेरि सो अब कतिजना चाहिँ बाहिरका साथीभाइहरू चाहिँ कस्तो हुन्छ भने चाडपर्व होइन त्यस्तै प्रकारको खुसियालीको ठाउँहरू क्षेत्रहरूमा पर्दाखेरि चाहिँ म्युजिकको एक्सपोजर पाउँथे भने क्रिस्चियनहरू चाहिँ मिनिमम पनि 52 वर्षको 52 चोटि चाहिँ मिनिमम 52 हप्ताको भनौँ न वर्षको 52 हप्ताको 52 चोटि चाहिँ मिनिमम त्यसपछि बाँकी त छँदैन छ तपाईँको मर्दादेखि हाम्रो जन्मिँदादेखि लिएर सबैमा बाई प्रोफेसन चाहिँ मार्केट त सानै छ नि त होइन यो बाई प्रोफेसन त तपाईँको क्रिस्चियन मात्र होइन तपाईँको चाहिँ नेपाली मार्केटै एकदमै सानो क्या उनी नेपाली मार्केट आफैमा सानो छ त्यसमा पनि हामी एउटा समुदायलाई रिप्रेजेन्ट गर्छौँ त्यसमा पनि अब हामीहरू एउटा चाहिँ क्रिस्चियन समुदायलाई रिप्रेजेन्ट गर्दैछौँ अब क्रिस्चियन डायस्पोरा मासमा जानु सक्यो भने चाहिँ अलिकति अब 20 लाख 30 लाखसम्म चाहिँ पुग्न सकिन्छ होइन अब एकैजनाले फेरि ओभर एन्ड ओभर पनि हेर्छन् नि त रियल चाहिँ अब 20-30 लाख होइन नेपाली डायस्पोरा सहित गएर अनि एकैजनाले ओभर एन्ड ओभर हेर्दाखेरि चाहिँ त्यो चाहिँ धेरै जाने हो त्यसमा पनि अब क्रिस्चियन चाहिँ त्यो चाहिँ अझै सानै छ भनौँ न तपाईँलाई के अरे अनि त्यसमा पनि फेरि म्युजिकको जनराले गर्छ फेरि म्युजिकको जनराले पनि फेरि झन् एरियालाई झन् अहिले त हाम्रो तपाईँको तामाङको पनि सेलो आइसक्यो क्रिस्चियनको मेन्दोमाया अस्ति त त्यो मेन्दोमाया कलाकार सङ्घले विरोधै गरेर एउटा भाइले यस्तो राम्रो गीत भन्नाले होइन अब त्यो मलाई त गीत गाउन आउँदैन म गाइन त गाइदिन्थ्यो उसले यस्तो राम्रो के होइन परमेश्वरको रचना कति राम्रो के सम्झ्यो भने मेन्दोमाया भनेको त्यो मेन्दोमाया भन्ने शब्द चलायो भनेर विरोध गर्यो भनेपछि त्यहाँसम्म पुगिसकेको छ क्या पुग्न चाहिँ अहिले म्युजिक चाहिँ होइन क्रिस्चियन जग्गामा पनि होइन मार्केट सानो भए पनि तपाईँलाई हेप्जिबा ब्यान्ड बाहेक नेपालमा क्रिस्चियन के अरे कम्युनिटीको क्रिस्चियन ब्यान्डहरू मनपर्ने अर्को ब्यान्ड कुन हो मलाई हेप्जिबा ब्यान्ड बाहेक क्रिस्चियन कम्युनिटीमा मनपर्ने ब्यान्ड अब एक जमानामा धेरै थियो होइन अब अहिले फेरि ब्यान्डै देखिँदैन है अब फेरि कतिचोटि चाहिँ कस्तो भन्दाखेरि ब्यान्डहरू पनि कोही ब्यान्ड कोही चाहिँ वर्सिप टिम होइन त्यो प्रकारले पनि गयो क्या जस्तै अब रेबल ब्यान्डहरू छन् होइन हामीले चिनेका भाइहरू अनि त्यसपछि जुडा प्लस है जुडास प्लसहरू पनि उनीहरू पनि ब्यान्डै हो है अब सेल्भेसनको ब्यान्ड पनि थियो तर सेल्भेसन चाहिँ वर्सिपको टिम थियो क्या उनीहरूले पनि कहिलेकाहीँ चाहिँ एज अ ब्यान्ड पर्फर्मेन्स गर्थ्यो सो उनीहरू पनि राम्रै हो मलाई उनीहरू पनि मनपर्छ एज अ ब्यान्ड पनि एज अ वर्सिप टिम पनि अनि एकचोटि ऊ पनि एमएनआरकहरू पनि उनीहरूमा पनि निकै राम्रो स्किल डेभलप भएको थियो अब मैले नामै लिनु त नहुने किनभने कतिजना अहिले फ्याट्टा आइरहेको छैन कोही छुट्टिएको छ होइन अनि कोही चाहिँ फेरि समावेश भएकोहरू चाहिँ खुसी होला छुट्टिएकोहरू चाहिँ दुःखी होला माफ गर्नुहोस् है मैले लिएन भने त्यो छुट्टिएको अहिले फ्याट्टै भाइले सोधेर पर्सनली चाहिँ को मन पर्नु तपाईँलाई सिङ्गर चाहिँ पर्सनली राजेश फेरि नाम लिन थालेँ चाहिँ मैले अनि त्यो त नामै लिनु पर्यो अब राजेश राईहरू मलाई हामी समकालीन मित्रहरू पनि हो होइन पर्सनली सिङ्गल गायकहरूमा राजेश राईहरू मनपर्छ एड्रिन भाइ पनि एकदमै पछि चाहिँ अहिले चाहिँ जैतुन छायाको त्यसमा हुनुहुन्छ के अरे तर हाम्रो एड्रिन देवान पनि एकदमै विषयसङ्गत गीतहरूमा प्रस्तुत हुनुभएको छ एकदमै राम्रो छ प्रभुको अनुग्रह छ सो एकलमा अझै धेरै भन्नुपर्दाखेरि सलोमी आन्टी एकदमै मैले नाम सुनेर सलोमी टिमोथी आन्टी एकदमै परमेश्वरले वरदान दिनुभएको स्वर छ उहाँको चन्दा देवन दिदी उहाँ एकल गायकमा हुनुहुन्छ सो छन् मलाई लरेटो दिदीको आवाज पनि एकदमै मनपर्छ हेर न हेर सृष्टिको सुन्दरता गाउने दिदी सो एकल गायकमा
अझै थुप्रै छ मैले अहिले नाम लिएँ भने छुटाउँछु होला तर जस धेरै छन् है धेरै छन् होइन यो हामी वी आर रिच मैले त्यसलाई इन्टरटेनिङमा विशेष गरी म्युजिकमा चाहिँ हामी रिच नै हुँदै होइन क्रिस्चियन धेरै रिच छौँ दाइ धन्यवाद हामी धेरै भयो एकदमै धेरै केही कुराहरू बाँकी छ पछि कुरा गर्छु बाँकी त धेरै छ नि अब अहिले त्यस्तो धेरै कुरा गर्न मन छ मलाई विषयहरू तपाईँले बल्झाउनु भयो भनौँ न मैले तपाईँको यस्तो स्किप गराएको छु तपाईँसँग मैले कुरा हार्नलाई के मेरो त्यो जस्तो एउटा के तपाईँले सोध्नु भएन जुन हामीले कुराकानी गर्न सक्छौँ होइन मलाई के अरे नेपालको पोलिटिक्समा क्रिस्चियनहरूको के अरे भूमिका मको बारेमा कुरा गर्न मन लाग्थ्यो थोरै त्यसमा थोरै अझ व्याख्या गर्नु के अरे मतलब थोरै तपाईँसँग त्यसको लागि त वरदानै मागेर जान सक्छौँ क्या जसरी रोगीलाई निको पार्ने वरदान पाउने व्यक्तिले रोगीलाई निको पार्छ हो कि होइन वचनको ज्ञानलाई भेद छेड्ने व्यक्तिले वरदान पाउनेले वचनको विश्वास गर्न सक्नु पनि वरदानै रहेछ भन्यो होइन विश्वास गर्न सक्ने पनि वरदान मोसाको जस्तो वरदान होस् न लाल समुद्रमा हान भन्ने बित्तिकै विश्वास गरेर लाल समुद्रमा हानिदिने होइन त्यसपछि के हुन्छ त छँदैछ तर विश्वासमा के गरे त लाग्छ त तेरो जहान र तेरो परिवारबाट निस्कि भन्ने बित्तिकै अब्राहमले विश्वास गरेर निस्के त्यही विश्वास नै उसको लागि धार्मिकता ठहर्यो होइन त्यसरी नै शासन पनि धार्मिकता ठहरिनको लागि एउटा वरदानै रहेछ भनेपछि त्यो वरदान मागेर हामी इसाईहरू जाँदाखेरि त त्यो वरदानले त टुङ्गोमा पुर्याउँदो रहेछ नि त त्यसको प्रमिस त छँदैछ एउटा दास भएर स्लेभ भएर पसेको मान्छे त कुनै राज्यको चाहिँ सर्वोच्च स्थानमा पुगेको घटना हामी बाइबलमा पाउँछौँ है त्यो ज्वलन्त उदाहरण लिएर अगाडि जानुपर्छ त्यो क्षेत्र पनि सेवाको क्षेत्र हो हामी सानो स्केलमा पनि सेवाकाई र सेवा दिन रमाउँछौँ भने झन् त्यो राज्यको त्यो माथिल्लो स्तरमा पुगेर सेवा गर्न पाउँदा झन् कति चाहिँ आशिष परमेश्वरबाट एक्ज्याक्टली परमेश्वरको महानता योसेफको जीवनबाट मिश्र देश र कनान देशमा कसरी प्रस्तुत भयो होइन एकजना व्यक्तिबाट प्रस्तुत भयो हुँदैन उसले सेवा गर्ने मौका पाए एक्ज्याक्टली होइन उसले चाहिँ त्यत्तिका मानिसहरूलाई 7 वर्षको अनिकालमा अन्न जुटाउनु जति ठुलो सेवाकाई के थियो त्यतिखेर मैले यो राजनीतिको कुरा किन जोड गरिरहेको थियो भन्दै यसको मतलब सबैजना आजै पार्टी खोलेर राजनीतिमा नेता बन्नुपर्छ भन्ने होइन पक्कै पनि तर अघि भने नि त मेरो बुझाइ चाहिँ पछिल्लो समय बुझाइ चाहिँ अघि पनि भने 3वटा तत्त्वले चलाउँदो रहेछ संसार नै के त एउटा पोलिटिक्स एउटा इकोनोमिक्स र एउटा रिलिजियस होइन भने तपाईँले पोलिटिक्समा तपाईँ हामी गएर नेता बन्नुपर्छ तर हामीले त्यसको तपाईँको के भन्छ किन हामी त्यसको ज्ञान नराख्ने त आजको दिनमा पोलिटिक्स कुन ट्रेनमा गएर तपाईँले मलाई वचन तपाईँ मेरो पास्टर के अरे मण्डलीको पास्टर हो भने विश्व राजनीति कहाँ गइरहेछ भन्ने कुरा तपाईँलाई नर्मल ज्ञान त हुनु पऱ्यो नि आजको बच्चाहरूलाई त्यो कुरा तपाईँले भन्न सक्नु पऱ्यो नि त होइन त्यो कुरा पनि तपाईँसँग थाहा छैन भने त ज्ञान छैन भने अनि अर्को चाहिँ मैले तपाईँलाई किन यो कुरै गर्नु होला भने केही समय अगाडि मैले यो बागमती प्रदेशमा केही हदसम्म 13वटा जिल्ला घुम्ने अवसर पाएको थियो त्यो अवसर पाउने क्रममा मैले ती विभिन्न पास्टरहरूसँग बसेर गफ गरेँ उहाँहरूसँग के अरे उहाँहरूको स्तरहरू हामी यति धेरै तल छौँ क्या हाम्रो के अरे राजनीतिक बुझाइमा अनि राजनीतिक बुझाइमै हामी कमजोर भएपछि 3वटा पाटोमा एउटा पाटोमा कमजोर छौँ आर्थिक रूपमा पनि कमजोर छ अनि हामी कहाँबाट माथि आउँछ दाइ हाम्रो कम्युनिटी कसरी उच्च रिलिजनको पाटोमा पनि कमजोर रिलिजनमा पनि तपाईँको कहाँ अहिले त हामी रिलिजन टु बी भेरी अनेस्ट होइन यो भन्दा मलाई गाली गर्ला कतिले मलाई गाली गर्ला म गाली खान तयार हो हामी नेपालमा दाइ सबैभन्दा त्यो तपाईँको के अरे त्यो विश्वास गर्ने भइसक्यो के भन्छ त्यसलाई अर्धविश्वास के अरे अन्धविश्वास भइसक्यो हामी मान्छे यहाँ किडनी खराब भएर सुनिसक्यो म प्रार्थनाले निको हुन्छ भनेर बस्ने हामी यति धेरै अन्धविश्वास भइसक्यो क्या हो परमेश्वरले त आश्चर्य कर्म गर्नुहुन्छ बट नट अल द टाइम नि त दाइ तपाईँ र मलाई एक दिन त तपाईँ परमेश्वरले यस्तो दिन पनि आउँछ जुन दिन तपाईँ मलाई चङ्गाइ नै गर्नु त्यो दिन हामी मर्छौँ किन अघि तपाईँलाई भन्नु आएको पापको जेला मृत्यु हो यी कुरा हामी धार्मिक रूपमा पनि हामी पछाडि नै छौँ आजको दिनमा पास्टरहरूले तपाईँ बाइबलको बहस गरौँ ल संसारमा के हो भनेर बाइबलसँग संसार रिलेटेड गराउनै सक्दैन हाम्रो पास्टरहरूले एक त अनि आर्थिक रूपमा पनि कमजोर छ हामी के अरे राजनीतिमा पनि हाम्रो इन्ट्रेस्ट छैन अनि हाम्रो कम्युनिटी कसरी माथि उचाल्छ तपाईँले आर्थिक कमजोर भइसक्यो भने त तपाईँको छोराछोरी डाक्टर बन्न पाउँदैन पास्टर बन्न के अरे पाइलट बन्न पाउँदैन माथि जानु पाउँदैन सम्भवै छैन तल तपाईँको मैले तपाईँको 13वटा जिल्ला घुम्ने क्रममा यो देशका फर्स्ट क्लास अफिसरहरूसँग बसेर काम गर्ने अवसर पाएँ जस्तो 11औँ तह 12औँ तह 13औँ तहको सचिवहरू एकजना क्रिस्चियन भेटेन दाइ छैन एकजना मैले के अरे डिएसपी भेटेँ क्रिस्चियन तर पनि उहाँले के भन्नु भने म क्रिस्चियन हो तर मेरो ड्युटीको नेचर कस्तो छ भन्दाखेरि मैले कतिपल्ट त गाला फर्किने गराउनुपर्छ
त्यो कारणले गर्दाखेरि मलाई कहिले कहिले गिल्टी फिलिङ हुन्छ जुन हाम्रो के अरे यो कुरामा बहस गर्न सकिन्छ दायित्वबाट त्यही भएर मैले यो कुराहरूमा हामीले अहिले आज तपाईँले कतिको याद गर्नुभयो मैले यही 3वटा कुरामा वरिपरि रहेको किनकि यो 3वटा कुरा ब्यालेन्स गर्न नसकेसम्म हाम्रो जीवन ब्यालेन्स नहुने रहेछ तपाईँको जीवन ब्यालेन्स नहुनेसम्म पावलले भन्नुभएको जस्तै मानिसहरू अरू मानिसको नजरमा तपाईँ आदरणीय कहिले नहुने रहेछ होइन पावलले तपाईँको तिमोथीको पुस्तकमै होला त होइन तिमोथीको तिमोथीमै होला के अरे पास्टरहरूले लेखेको पत्रमा उहाँले के भन्नुभएको छ पास्टर अथवा अगुवा त्यसलाई भन जो चाहिँ बाहिरको मानिसको नजरमा होइन आदरणीय छ तपाईँ यता पनि खुस्काउनु भएको छ यता नै घुसाउनु भएको छ अनि तपाईँ कसरी आदरणीय छ त्यही एउटा धर्म पनि तपाईँले राम्रोसँग तपाईँले बुझ्नु भएको छैन त्यही भएर म यो कुरामा तपाईँ अझै पनि मलाई हाम्रो धर्मभित्र पनि धेरै मैले धर्मको थोरै मात्र जोडेको तपाईँ मुक्तिसँग रिलेटेड मात्र थोरै कुरा जोडेँ त्योभित्र पनि क्रिस्चियन नमिलेका कुराहरू चर्च फुटेको कारण यो कुरामा नि मलाई हजुरलाई गर्न मन थियो कि अब एक दिन हाम्रो अघि भाइहरूले भन्नुभएको फेरि भेटौँ फेरि भेटौँ दाइ कुराकानीलाई तराजुमा फेरि राखौँ हुन्छ दाइ है हस् धेरै धन्यवाद धेरै धेरै धन्यवाद हस्